the art of medicine is love. There is love for humanity. So यही love for humanity लाई explore गर्नको लागि हामी Mission Brain chapter pass हजुरहरु सामु podcast series Art of Medicine लिएर आएका छौं र म हजुरहरुको host Dr. Ashish Paudel, म चाहिँ president of Mission Brain chapter pass र यस Art of Medicine podcast series को first episode Sutures, Sketches and Science Life Inside Dr. Rupesh Neuroverse मा हजुरहरुलाई स्वागत छ र हामीसँग हुनुहुन्छ Assistant Professor Dr. Rupesh Raut. He is the neurosurgeon at Patan Hospital. So let's welcome him. Sir, Darshan. Thank you so much, guys. सर्वप्रथम त तिमीहरुलाई I want to congratulate you for bringing Mission Brain even past chapter ma हाम्रो I think you are the president. Yes. Hi, Mr. President. Yes, sir. So I'm very proud of what you guys have been doing. I feel really proud to be here as the first guest of your podcast series. Thank you so much. Sir, अनि हजुरलाई चाहिँ you prefer Darshan. So why is that, sir? Good morning, good afternoon, namaste, namaskar त सबैले भन्छ हैन. अझ त्यसमा पनि हाम्रो अब नेपाली मौलिकतामा त चल्ने भनेकै दैनिकीमा नमस्ते र नमस्कार नै हो. I think यहाँ र इन्डिया नै हो. दर्शन चाहिँ कस्तो भन्दा अब नेपालमा मात्रै जस्तो लाग्छ मलाई. I don't think they have this form of greetings in India. हाम्रो हाउसहोल्डमा जस्तै मेरो कोही फ्यामिली मेम्बर्सहरु आउनुभयो, मेरो सिनियर्स भने I do दर्शन to them. मेरो जुनियर्सहरु कोही नेफ्यू निसहरु आएर दर्शन दादा गर्दै आउँछ हैन. एक किसिमको एकदमै पारिवारिक आत्मीयता जस्तो फिलिङ आउँछ नि त दर्शन गर्दा हैन. That's how I want my students to feel towards me and how I usually feel towards them. Therefore I prefer darshan. रमाइलो छ नि एक्स्ट्रा छ. सर अनि हजुर चाहिँ भर्खर उठिसकेर आउनु भएको भन्नुभएको थियो हैन. So can you please tell a bit about what you did? सकेको छैन, बीचमै छोडेर आउनु पर्यो for this podcast. टाइम जो प्रमिस गरेको थिए तिमीहरुलाई बीचमै छोडेर मतलब अब पेशेन्टले यतिकै एबन्डन गरेर आएको हैन. मेरो कलिगले अहिले हेमोस्टासिस गर्दै हुनुहुन्छ and he's closing up the case. But अलिकति इन्ट्रेस्टिङ नै थियो. यङ किड थियो. Do you want to hear about it? Yeah, of course. Young kid around 12 years old, operated 2 months back in India for a glioma. So CT scan, MRI हेर्दा most probably high grade glioma नै जस्तो थियो. Unfortunate kid. But unfortunately the treatment was not sufficient. खासै केही ट्युमर एक्सर्साइज गरेको जस्तो लागेन. Sorry to say this. So यहीबाट पनि I would like to highlight कि नेपाली हाम्रो दिदीभाइ दाजुबहिनीहरुलाई if you need any sort of neurosurgical treatment भनौं न, I think 95 to 99% अहिले नेपालमै available छ. We can do everything what the institute in the other parts of the world can do. हामीसँग नभएको भने एउटा गामा नाइफ सर्जरीको लागि मात्र हामीले अहिले इन्डियालाई पठाउने भनेको. सो पहिला आफ्नै देशलाई नै आफ्नै देशको चिकित्सकहरुलाई नै पहिला एक्चुअली प्राथमिकतामा राखेर यही ट्रिटमेन्ट लिनु होला. बाहिर जानुभन्दा अगाडि भन्न चाहन्छु यही पोडकास्टको माध्यमबाट सुरुमै. Thank you, sir. हाम्रो लागि टाइम निकाल्नु भयो. And I hope the patient is doing great. I hope he is. I'll welcome on our stance. Sir, अनि OT को long hours, constant pressure, tough decision making. So अनि तपाई घर गएपछि पनि you receive a lot of phone calls, a lot of text, so a lot of CT MRI pictures. Gallery नै तपाईको त्यही full नै होला sir. अनि sir, how do you manage time for life, for your family? अब यो OT hours, long OT hours, difficult decision making भन्दा अब यो मैले एक्लै गर्ने सर्जरी हैन, डिपार्टमेन्टले गर्ने हैन. We have a team, a few neurosurgeons. त्यसपछि we have nurses or paramedics who help us. अब सर्जरी पनि गर्न जाने भने सब सिधै अब ल सिटी स्क्यानमा यो छ, एमआरआईमा यो छ, यसरी गरौँ भन्ने हुँदैन. पहिला we sit, we discuss यो अप्रोचबाट जाने, बोन यति निकाल्ने, यो क्रेनियोटोमी गर्ने, अनि यो इम्पोर्टेन्ट न्यूरोभास्कुलर स्ट्रक्चरहरु होला, यसलाई अभोइड गर्ने, यसरी जाने भन्ने प्लान चाहिँ हुन्छ. सो ब्याक अफ द माइन्डमा हाम्रो अलरेडी भइसकेको हुन्छ कि के कम्प्लिकेसन आउन सक्ला. त्यो अनुसार पेशेन्टहरुलाई हामीले पेशेन्ट र पेशेन्टको अटेन्डेन्सहरुलाई काउन्सिलिङ गरिसकेको हुन्छौँ. चाहिने ग्याजेट्रिजहरु, प्याराफर्नालियाजहरु दे आर अलरेडी अवेलेबल. सबै प्लान गरेर ओटी भित्र छिर्दा लगभग 80 आवर्समा सिद्धिन्छ भन्ने एउटा चाहिँ हुन्छ.
सो लङ ओटी आवर्स भनेर जसरी मिडियामा भनिन्छ यति घन्टा 24 घन्टा 48 घन्टा त्यो कुनै कुनै केसमा होला सो युजली 4 to 6 आवर्समा सिद्धिसकेको चाहिँ हुन्छ इन एन्ड आउट अब त्यसपछि लङ ओटी आवर्स घरमा पनि टाइम त दिनु परिहाल्यो फ्यामिलीलाई टाइम दिनु पऱ्यो त्यसपछि कलमा बस्नु पऱ्यो होइन स्पेसली गभर्मेन्ट सेटअपमा काम गरिरहेको छ हामीले त्यसमा पनि पेसेन्ट फ्लो त एकदम एबन्डेन्ट छ वी गेट कल्स अब राति ड्युटीमा भएको टाइममा त कल्स अलमोस्ट एभ्री आवर जस्तै हो सोध्नै पाउँदैन स्लिप पनि बिचबिचमा न्याप लिएको जस्तो हुन्छ है तर त्यसलाई पनि कसरी म्यानेज गर्ने भन्ने पनि एउटा स्किल रहेछ विथ टाइम सिक्दै गयौँ अब फ्यामिलीलाई टाइम कसरी म्यानेज गर्ने प्रोफेसनल लाइफ कसरी म्यानेज गर्ने भन्दा यही सम्बन्धी नै मैले स्पेसली तिमीहरूलाई टार्गेट गरेर कमिङ यो हाम्रो नेक्स्ट विकमा जुन पब्लिस हुँदैछ एनुअल म्यागजिन पाटन एकाडेमी अफ हेल्थ साइन्सेसको सिम्फोनी भन्ने म्यागजिनमा आई हेभ रिटन एन आर्टिकल वर्क लाइफ ब्यालेन्सलाई कसरी मेन्टेन गर्ने भनेर अब त्यो हाम्रोमा त छँदैछ कति हामीले सिके पनि सक्यौँ एकअर्का साथीहरूलाई सिकाउँछौँ पनि तर तिमीहरू जो चाहिँ अब स्टुडेन्ट लाइफबाट एउटा रियल वर्ल्ड सिनारियोमा निस्किँदैछौ ट्रान्जिसन फेजमा होइन तिमीहरूले चाहिँ कसरी म्यानेज गर्ने भनेर मैले आई हेभ रिटन फ्यु पोइन्ट्स इन द्याट च्याप्टर आई वान्ट यु गाइज टु गो एन्ड रिड इट इन डिटेल त्यसमा छोटकरीमा केही कुराहरू भन्दा चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको टाइम म्यानेजमेन्टै हो सो यु निड टु नो वाट टु प्रायोरिटाइज फर्स्ट होइन प्रायोरिटीमा के राख्ने पहिला जस्तै तिमी ड्युटीमा छौ कोही पेसेन्ट इज भेरी सिक क्रिटिकल फेजमा छ यु क्यानट लिभ द्याट पेसेन्ट एन्ड गो ब्याक टु यर फ्यामिली अब काम सिद्धियो 4 बजी तिमी घर जाँदैछौ 3:30मा कुनै क्रिटिकल केस आयो यु हेभ टु बी देयर होइन पेसेन्टलाई ठिक गरेर अथवा स्टेबल गरेर नेक्स्ट अन ड्युटी को छ उसलाई ह्यान्डओभर दिएर त्यसपछि यु क्यान गो होम तर तिमी घरमा छौ तिम्रो कल पनि होइन यु हेभ समबडी एल्स टु लुक आफ्टर द पेसेन्ट्स होइन हु इज इक्वली इभन मोर क्यापेबल होला तिमीभन्दा बढी गर्न सक्यो भन्दा फोन गरेर के भइरहेछ त्यहाँ यस्तो भयो कि भएन गराउनु जरुरी छैन फ्यामिली टाइम इज फ्यामिली टाइम होइन त्यसलाई ब्यालेन्स गर्नु पऱ्यो अर्को छ डिजिटल डिटक्स भन्छ वेन यु आर नट अन कल अभोइड चेकिङ युर भाइबर वाट्सएप पेसेन्टको अपडेटहरू लिनलाई होइन द्याट यु क्यान डु अरू भनेको फ्यामिलीलाई प्रायोरिटीमा कसरी राख्ने भन्दा भेकेसन्सहरू लिने फ्यामिलीसँग बाहिर जाने किनकि वी आर सोसल ह्युमन बिइङ होइन एक्लै त पोसिबल छैन फ्यामिली चाहिन्छ हामीलाई फ्यामिली रिलेसन नै राम्रो भएन भने तिम्रो प्रोफेसनल रिलेसनसिप राम्रो हुँदैन होइन त्यही भएर फ्यामिलीलाई पनि टाइम दिने कुनै भेकेसनहरू तिमीले प्लान गरेछ भने अलिक पहिला नै प्लान गर्ने साथी मेरो आज एक दिन यो छ है तिमी हेर्देऊ ल अथवा त्यो दिन म कलमा छैन म ढुक्क भएर जान सकेँ त्यसरी म्यानेज गर्ने भनौँ न अब स्लिप पनि त्यही हो जुन दिन ड्युटी छैन त्यो दिन त गाह्रो भयो त्यो दिन त मजाले सुत्नु पाइहाल्यो ड्युटी भएको दिन गाह्रो हुने हो त्यो पनि अब एक प्रकारले कौतूहल त भइरहन्छ क्या अब एउटा कुनै पेसेन्ट आयो लेट्स से एक्सट्राड्युरल हेमाटोमा छ तर अपरेटिभ भोल्युम छैन पेसेन्टको कन्सियसनेस लेभल ठिकै छ जिसिएस डाउन भएको छैन कन्जर्भेटिभली काम गर्दैछ भने एउटा खुल्दीले भइरहँदो रहेछ ला पेसेन्ट डाउन भयो कि अब के हुने हो भने सुरुमा त्यो फेजमा थियो म सुत्दा पनि सुत्दैन रातभरि होइन त्यही सोचेर कि त त्यहीँ बसेर हेरिरहेको भए हुन्थ्यो होइन अब घरमा बेडमा चाहिँ आइम लाइङ डाउन विथ आइज वाइड ओपन थिङ्किङ अबाउट माई पेसेन्ट त्यो पनि बिस्तारै अब आई लर्न टु ओभरकम इट होइन कोही छ जसले हेरिरहेछ मेरो मेडिकल अफिसर्सहरू छ मेरो रेजिडेन्ट्सहरू छ उसले हेरिरहेछ होइन के भन्नु त मलाई फोन आइरहन्छ नि त्यही भएर मेरो फोन चाहिँ युजली 10 सेन्टिमिटरको डिस्टेन्समै हुन्छ मेरो कामबाट होइन ड्युटीको टाइममा बाँकी टाइममा इट्स प्योरली फ्यामिली तिमीहरूले याद पनि गरेको होला एज सुन एज एम डन विथ माई प्रोफेसनल वर्क आई हेड होम इमिडिएटली अझ स्पेसली मेरो छोरा जन्मेपछि त पहिला ठिकसम्म ढिला आउँछु है भनेर वाइफलाई ममलाई कल गर्थेँ आजकल त यताउति भयो कुनै हाम्रो ग्यादरिङ पनि भयो फेयरवेल जस्तै फ्यु डेज ब्याक वी थ्रु अ फेयरवेल पार्टी फर आवर मेडिकल अफिसर्स एकछिन खाएँ यसो याद आइहाल्छ क्या छोराको टाप ठोकिहाल्ने यार द्याट्स अ वे सो अनि यु टक्ड अबाउट भ्याकेसन्स हाउ फ्रिक्वेन्टली भ्याकेसन्सहरू कति वर्षमा कतिचोटि लास्ट टाइम कहाँ जानुभएको थियो क्यान यु सेयर बिट अबाउट द्याट या आई क्यान यो जुन हाम्रो यो बर्नआउटलाई कम गर्ने एउटा राम्रो सोर्स हो कि भेकेसन लिने भनौँ न अब यहाँ नै वहाँ नै जानुपर्छ भन्ने छैन एज लङ एज यु आर इन अ
ह्याप्पी प्लेस विथ ह्याप्पी पिपल इन ह्याप्पी मुड भनौँ न होइन। अब म र मेरो वाइफले चाहिँ प्लान गरेको एटलिस्ट विल गो टु अ न्यू कन्ट्री एभ्री इयर भन्ने हाम्रो प्लान छ। त्यही अनुसार अहिलेसम्म चाहिँ वी आर डुइङ इट। अब फ्युचरमा के हुन्छ चाहिँ थाहा छैन, चाहिन्छ आफूले रेगुलर स्ट्रेसबाट अलिकति टाढा राख्नलाई, आफूलाई फेरि रिबुट गर्नलाई भनौँ न, डिटक्स गर्नको लागि युनिट भेकेसन्स, नयाँ ठाउँ हेर्ने, नयाँ भिजुअल्सहरू, नयाँ मान्छे, नयाँ कल्चर, नयाँ फुड, इट्स अ न्यू एक्सपिरियन्स नि होइन। सो भेकेसन्स चाहिँ चाहिन्छ। जस्तै यु टक अबाउट लाइक वेकिङ अप अल नाइट होइन, त्यो पेसेन्ट के भयो भनेर, हाउ लङ डिड इट टेक फर यु टु एक्लिमेटाइज टु द्याट सर? अब एक्लिमेटाइज हुनलाई लाग्यो होला फ्यु मन्थ्स नै भन्छु म होइन। मेरो वाइफ सुरुमा एकदमै वरिड थियो कि तिमी त रातभरि सुत्दैनौ यताउति होइन, भोलिपल्ट अनि अब म रातभरि सुत्दैन, भोलिपल्ट सर्जरी छ, त्यो पनि जसो तसो गऱ्यो, म फ्रेस नै छैन नि त। फ्रेस नभइकन अब पेसेन्ट केयरमा जाउँ, सर्जरीमा असेस गर्न जाउँ अथवा के गर्न जाउँ, मैले आफ्नो हेल्थ त जोपटाइज गरिरहेको हुन्छु, मैले दिने केयरमा पनि केही तलमाथि त आउन सक्दैन होइन। त्यही भएर अब आफूले आफूलाई सम्झाएर बुझाएर अब ट्रेन गराएको छु भनौँ न, आई हेभ ट्रेन माइसेल्फ। So by your definition sir, what is the like duration of sleep? What is adequate duration of sleep sir? अब एउटा एडल्टलाई एटलिस्ट 8 आवर्स चाहिँ भन्छु म मेरो पेसेन्ट्सले पनि, दो मैले लिन सक्दिनँ होला होइन। म्याक्सिमम् लियो भने 6 आवर्स होला, कहिले 7 आवर्स होला, कहिले 6 घन्टा सुत्यो पनि यसो उठ्यो घड्यो ए ल म त 5 घन्टा सुतेछु थ्याङ्क गड, यति घन्टा सुतेछु थ्याङ्क गड भन्ने त हुन्छ। तर पेसेन्ट्सहरूलाई भन्दा चाहिँ एटलिस्ट 8 आवर्स चाहिँ सुत्नु नै भन्छु म, किनकि हामीले धेरै हेर्ने पेसेन्ट्सहरू भनेको हेडेक नै आउनुहुन्छ होइन ओपिडीमा। त्यसपछि उहाँहरूले सोध्नुहुन्छ के रेमेडी छ यताउति गर्नलाई, त्यसमा पनि सबभन्दा बढी भनेको टेन्सन टाइप हेडेक नै आउने हो, स्ट्रेस रिलेटेड, इनएडिक्वेट स्लिपमा होइन। त्यसपछि हामीले त्यही नै भनिरहेको हुन्छौँ 8 आवर्स चाहिँ सुत्नै पर्छ। अर्को धेरै पेसेन्ट्स आउने भनेको सिजर डिसअर्डर लिएर, सिजर डिसअर्डरको पेसेन्टलाई स्लिप डिप्राइभ हुनुभयो भने द्याट ट्रिगर सिजर, त्यसको लागि पनि वी हाइली रेकमेन्ड एटलिस्ट 8 आवर्स अफ स्लिप। सो सक्नुहुन्छ minimum 8 hours of sleep. Thank you sir. I think this will be a message for everyone. So continuing with like work-life balance, we could see some of your sketches, very impressive sketches. So would you like to talk about तपाईँको स्केचेसहरू? सो कताबाट आयो आइडिया स्केचहरू गरौँ भने? म सुरुदेखि नै मेरो प्राइमेरी लेभलदेखि नै एकदमै इन्ट्रेस्टेड थिएँ पेन्टिङमा। त्यति बेला चाहिँ म वाटर कलर पेन्टिङहरू गर्थेँ, स्कुलमा पनि जे थिएँ फर्स्ट सेकेन्ड थर्डतिर आइरहेको हुन्थेँ। त्यसपछि लास्ट रिसेन्टली भन्दा पनि पहिला एसएलसी भन्दा अगाडि चाहिँ मैले क्लास 7मा लास्ट पेन्टिङ गरेको भनौँ, त्यो पनि इन्टर हाउस पेन्टिङ कम्पिटिसनमा, लकिली त्यसमा चाहिँ फर्स्ट नै भएको थिएँ भनौँ। अनि त्यसपछि आई स्टप्ड अल अफ अ सडन। मेरो चाहिँ दिमागमा अब एसएलसी आउनु लाग्यो, पढ्नुपर्छ, डिस्टिङसन ल्याउनुपर्छ, साइन्स पढ्नुपर्छ, यस्तै थियो भनौँ न। त्यसपछि मैले मेरो एक्स्ट्रा र को करिकुलर एक्टिभिटिजलाई ठ्याक्कै नै बन्द गरिदिएँ। त्यही अनुसार पढाइ मात्र लागिरहेँ। अनि त्यसपछि म मेड स्कुलको लागि फिलिपिन्समा गएँ। फिलिपिन्समा एउटा मलमा घुम्दै थिएँ, त्यति बेला मैले युट्युबमा पनि हाइपर रियलिस्टिक पोर्ट्रेटहरू देखिरहेको थिएँ होइन, चारकोलको, ग्राफाइटको। अनि एकजनालाई लाइभ स्केच गरिरहेको देखेँ, लाइभ मतलब मान्छेलाई लाइभ राखेर होइन, हि वाज स्केचिङ, हातमा उसको फोनमा एउटा पिक्चर राखेर भनौँ, त्यो पिक्चरको स्केच गर्दै हुनुहुन्थ्यो उहाँले, चारकोलको। अनि मलाई यसो घर हस्टेल आएपछि सोचेँ क्या फिलिपिन्समै, मैले पनि अलिअलि गर्थेँ, किन छोडेँ होला जस्तो लाग्यो। त्यसपछि फेरि आई वेन्ट ब्याक टु युट्युब, फेरि त्यो हाइपर रियलिस्टिक ट्युटोरियल्सहरू हेर्न थालेँ, आफै पनि बनाउनु थालेँ क्या, आई सुड स्टार्ट इट अगेन भनेर। त्यो चाहिने सामानहरू किनेँ, ल्याएँ, गरेँ, तर खासै राम्रो बनेन, धेरै ग्याप भइसकेको थियो, अलिअलि इम्प्रुभमेन्ट आयो। त्यसपछि फ्यु विक्स अथवा फ्यु मन्थ्स पछि आई वेन्ट ब्याक टु द्याट गाई, आई टोल्ड हिम द्याट आई एम फ्रम नेपाल, पहिला म यस्तो गर्थेँ, आई स्टप्ड, अनि यु आर सोर्स अफ इन्सपिरेसन नाउ, क्यान यु टिच मी भनेर आई रिक्वेस्टेड हिम। अनि त्यसपछि हि अग्रीड, बट एट द कस्ट अफ फ्यु पेनिज भनौँ न। त्यसपछि आई पेड हिम। अनि उहाँ मेरो हस्टेलमा आउनुहुन्थ्यो बेलुकाको टाइममा र छुट्टीको टाइममा, उहाँले सिकाउनुहुन्थ्यो। र कस्तो भन्दा
युट्युबबाट सिक्ने त एउटा पार्ट छँदैछ, त्यसले पनि 80% जति त मैले सिकेँ होला, बाँकी 20% मैले सिकेको 20% त्यसमा डिटेल ओरिएन्टेड कसरी हुने, होइन, हाइलाइट्स र स्याडोज कसरी ल्याउने उहाँले सिकाएर यति भएको। अनि म चाहिँ वाटर कलरहरू, वाटर पेन्टिङहरू, एक्रिलिक अल पेन्टिङहरू केही पनि गर्दिनँ। आई ओन्ली डु, आई लाइक ब्ल्याक, ग्रे एन्ड वाइट भनौँ न, ब्ल्याक एन्ड वाइटको बिचको ग्रेहरूसँग मलाई खेल्न मन लाग्छ। मैले गर्ने इन्टेरियर डिजाइनिङमा पनि ब्ल्याक र वाइट मात्र आउँछ, एकदम न्युट्रल टोन्सहरू, न्युट्रल कलर्सहरू। मैले अहिले चाहिँ चारकोलको स्केच मात्र गर्छु। आई ट्राई टु मेक हाइपर रियलिस्टिक, भन्छ कि भन्दैन थाहा छैन। सो पोर्ट्रेट मात्र गरिरहेको छ आजकल। अनि आई लाइक टु प्ले विथ हाइलाइट्स एन्ड स्याडोज, त्यो पनि चारकोलको पाउडरलाई ब्रसमा लिएर भनौँ न, त्यो पनि एउटा फर्म अफ आर्ट नै हो। सो खासै अब प्रोफेसनली चाहिँ लागेको छैन। कुनै दिन सुतेर उठ्दा बिहान आउँदा ओहो आज स्केच गरौँ कि के हो भन्ने एउटा फिलिङ आउँछ कि, अनि त्यो दिन चाहिँ गरिन्छ। त्यसपछि त्यसलाई कन्टिन्यू गरेर फ्यु विक्समा सिद्धाइन्छ, एकै दिनमा चाहिँ बन्दैन, फ्यु आवर्स दिइन्छ। त्यसपछि भोलिपल्ट फेरि अलिकति गरेर एकचोटि सुरु गरेपछि 2-3 हप्ता चाहिँ लाग्छ कम्प्लिट गर्नलाई। अनि अब अलिकति बिजी सेड्युलले गरेर होला त्यति साह्रो गर्न चाहिँ पाइन्न, एक त प्रोफेसनल पनि होइन। त्यही भएर मेबी 1 or 2 पोर्ट्रेट्स अ इयर, द्याट्स द म्याक्स आई डु। त्यो पनि आफूले चिनेको मान्छेलाई, कसैले एज अ फर्म अफ ग्र्याटिट्युड आई गिफ्टेड टु द्याम। लाइक लास्ट इयर हाम्रो प्रोफेसर डिएन गङ्गलको स्केच गरेको थिएँ, विच इभन गट पब्लिस्ड इन द म्यागजिन, त्यो लास्ट पेजमा देखिदियो होला तिमीहरूले। एन्ड देन आई गिफ्टेड इट टु हिम बिकज अफ हिज कन्ट्रिब्युसन टु न्युरोसर्जरी इन नेपाल। हि वाज द पायोनियर हु स्टार्टेड न्युरोसर्जरी, सो उहाँले गिफ्ट गरेको थिएँ। सो लास्ट इयर हजुरको ड्याडको बर्थडेमा नि यु पेन्टेड वान? त्यो होइन, अनि त्यो मेरो स्टोरीमा आएको होला। त्यो चाहिँ द्याट वाज 10 years ब्याक। 10 years ब्याक थियो त्यो। यति 10 years अगो भनेर लेखेकै थियो, मेमोरी थियो हाम्रो स्टोरीमा फेसबुकको। त्यो चाहिँ मैले सिक्ने फेजमा थिएँ, त्यति बेला मैले पेन्सिलले मात्र ग्राफाइटले गर्थेँ। त्यति बेला चाहिँ माई ड्याड गट प्रमोटेड, हि वर्क्स इन द गभर्मेन्ट। उहाँको प्रमोसन भएको बेला कङ्ग्रेट्स ड्याड भनेर एउटा बनाएर राखिदिएको थिएँ, त्यही नै मेमोरीमा देखाएँ अनि त्यसलाई सेयर गरिदिएको थिएँ। सो बिसाइड्स स्केचिङ सर अरू तपाईँको हबिजहरू के छ? टाइम पुऱ्याएर त्यो गर्न सक्नुहुन्छ? हबिजमा एक त ट्राभलिङ नै भइहाल्यो, अघि अलिकति डिस्कस गरिहाल्यो भने। अर्को भनेको स्केचिङ नै भइहाल्यो। अलिअलि गीत गाउन, गुनगुनाउन मन लाग्छ, डान्स गर्छु म। माई मम इज अ गुड डान्सर, गुड सिङ्गर, आई सिङ एन्ड डान्स विथ हर। अहिले मेरो छोरो छ, हामी दुईजनालाई सपोर्ट दिने होइन। त्यसपछि यो बाहेक आई लाइक कलेक्टिङ भिन्टेज आइटम्स, स्पेसली भिन्टेज वाचेस, भिन्टेज पेनहरू, लग्जरी पेनहरू, लग्जरी वाचेसहरू। आई लाइक कलेक्टिङ मग्स फ्रम डिफ्रेन्ट कन्ट्रिज द्याट वी हेभ भिजिटेड टु। स्टारबक्सको सिटीवाला मग पाउँछ हरेक कन्ट्रीमा, त्यो कलेक्सन गर्छु। आई एम भेरी फन्ड अफ कफी, सो आई लाइक मेकिङ लाटे आर्ट। आई मेक माई ओन कफी। रेस्टुरेन्टहरूतिर जाँदा पनि आई रिक्वेस्ट देम, म आफै बनाएर खान्छु है भनेर। एक त आई गेट टु यु नो प्ले अराउन्ड विथ द कफी, विथ द लाटे आर्ट। अर्को भने आई गेट टु इन्जोय इट। अनि फर्मल ट्रेनिङ त लिएको छैन बारिस्टा ट्रेनिङको, तर यसरी नै युट्युब हेरेर पनि यसरी पनि सिक्दैछु। यो बाहेक अरू भनेको अलि लेटेस्ट पियानोमा लागेको छु, सिक्दैछु। आई एम अबाउट टु हायर प्रोफेसनल उहाँबाट सिक्नको लागि। त्यो चाहिँ अब दुइटै हातमा डेक्सटिरिटी ल्याउनको लागि भनौँ न, एम्बी डेक्स्ट्रस हुनको लागि, विच आई थिङ्क विल हेल्प मी इन माई सर्जरिज इन फ्युचर। योभन्दा बाहेक अहिले अलिकति बढी लागेको म लास्ट 1 year भनेको गार्डनिङमा हो। थ्याङ्क्स टु वान अफ माई सिनियर्स, न्युरोसर्जरीकै हुनुहुन्छ उहाँ पनि, न्युरोसर्जन डक्टर शिखर श्रेष्ठ। उहाँले चाहिँ मलाई बालिनिज गार्डनतिर लगाइदिनु भएको छ। अहिले मेरो गार्डनिङतिर लागिरहेको छु म। अर्को भनेको उहाँकै आइडिया अनुसार कोही पाउन्ड बनाएको छु, सो जापानिज कोही पालिरहेको छु भनौँ न, त्यतातिर छ अहिले मेरो अलिकति डाइभर्जन भनौँ न, कोही फिसर जापानिज कोही। सर अनि वाइ अलवेज दिस फर्मल सर? गुड क्वेसन। फर्मल गेटअप चाहिँ आई थिङ्क म मात्र होइन, अधिकांश डक्टरहरूले फर्मल नै रुचाउनुहुन्छ होला, एज लङ एज पोसिबल एन्ड एज लङ एज यु ट्राई टु बी इन अ फर्मल अटायर। मलाई चाहिँ यु विल अलवेज सी मी, आई थिङ्क यु गाइज हेभ अलरेडी नोटिस्ड मी, आई प्रिफर टु बी ओभर ड्रेस्ड देन अन्डर ड्रेस्ड। यो चाहिँ कस्तो भन्दा आई फलोड माई प्रोफेसर ब्याक इन द फिलिपिन्स, हि इज अलवेज फर्मली ड्रेस्ड। अनि न्युरोसर्जन्सहरू चाहिँ अलिकति बेसिकली अल ओभर द वर्ल्ड
फर्मल गेटअपमै हुन्छ भनौँ न एन्ड आई लाइक ड्रेसिङ अप भनौँ न राति सुत्नुभन्दा अगाडि पनि भोलि के लाउँछु आइरन गरेर आई प्रिपेयर एभ्रिथिङ यो कोट यो सर्ट यो टाई पिन यो कफ्लिङ लगायो भने यो सुज यताउति भनेर त्यसले यसले चाहिँ के देखाउँछ जस्तो मलाई लाग्छ भन्दा एउटा एनक्लोथ कग्निसन भन्ने एउटा फ्रेज छ क्या त्यो भनेको चाहिँ मान्छेले जसरी गेटअप लिन्छ नि आफ्नो जसरी आफूलाई एउटा अटायरमा राख्छ त्यसले उसको कन्फिडेन्स एटिट्युड र अरूलाई गर्ने बिहेभियर दर्शाउँछ अरे क्या द्याट्स वाट दिस टर्म मिन्स अनि हो जस्तो पनि लाग्छ अब कति सोसल एक्सपेरिमेन्टहरू पनि हेरेको होला तिमीहरूले होइन कोही मान्छे एउटा ग्रुपमा गएर केही सोद्धा क्याजुअल ड्रेसमा अथवा कुनै ग्याङ्स्टर जस्तो ड्रेसमा अथवा एउटा फर्मल ड्रेसमा गर्दा मान्छेको रेस्पोन्स कस्तो आउँछ त्यो त सोसल एक्सपेरिमेन्ट पनि धेरै नै गरेर प्रुभ भइसकेको होइन अनि यसले एउटा सेन्स अफ कन्फिडेन्स दिन्छ र तिमीले बिहेभियरमा ल्याउने बोलीचालीमा ल्याउने तिम्रो स्टाइलहरू स्किल्सहरूमा पनि अलिकति निखारता चाहिँ ल्याउँछ अनि अर्को मैले अलिकति गेटअपमा फलो गर्ने भनेको अगेन युट्युबबाटै होइन मैले धेरै कुरा युट्युबबाट सिकेर आउँछु स्पोक स्टाइल भन्ने एउटा च्यानल छ कि ब्रायन सेकावा इज द नेम सो उसले चाहिँ एकदम फर्मल गेटअप गरेर आउँछ नि आई बेसिकली लर्न दिज थिङ्स फ्रम हिम एटिकेट्सहरू म्यानर्सहरू र अर्को मैले एकदमै एज अ रोल मोडल फलो गर्ने भनेको चाहिँ मिस्टर टम फोर्ड हु वाज आई थिङ्क सिइओ थियो कि एक्जिक्युटिभ डिरेक्टर के थियो प्रिभियसली अफ YSL एफ सेन्ट लरेन्टको पछि गुच्चीको अनि दिज कम्पनीज वेयर गोइङ इन्टु ब्याङ्क्रप्सी कि but they hired this guy Tom Ford त्यसपछि he brought the company back into its new height हैन दुईटालाई सक्सेसफुल बनाएपछि then he started his own fashion भनौँ न डिजाइनर फर्म Tom Ford नै भनेर उसको छ अहिले so what he says is dressing well is a form of good manners भन्छ कि उसले मैले चाहिँ हाम्रो मेरो रेजिडेन्सीको टाइममा आई युज टु इन्फ्लुएन्स पिपल यसरी लाऊ है यताउति हेर्नु पाकिस्तानमा पनि आई डिड माई रेजिडेन्सी इन पाकिस्तान त्यो चाहिँ मैले टाँसेकै राखेको थिएँ क्या वालमा ड्रेसिङ वेल इज अ फर्म अफ गुड म्यानर्स भनेर विच इज भेरी ट्रु नि होइन अनि एउटा मान्छेले कसरी आफूलाई प्रेजेन्ट गरिरहेछ भनेपछि उसमा केही न केही डिटेल ओरिएन्टेड त छ उसले मान्छेहरूसँग कसरी बोल्ला उसको घर कति सुग्घर राख्ला कोठा कति सफा होला भन्ने एउटा अन्दाजी लाउन सकिन्छ नि होइन सेम गोज विथ ह्यान्ड राइटिङ मैले तिम्रो ह्यान्ड राइटिङ हेरेँ एकदमै रबिस लेखेको छ कि लेजिबल वर्ड्सहरू नै छैन भनेपछि मेरो दिमागमा के आउँछ भन्दा यो मान्छेको कोठा फोहोर छ लुगाहरू सफाभरि पनि राख्छ लन्ड्री बास्केट भन्दा पनि बाहिर लुगाहरू गइरहेछ इट सोज क्या हाउ यु आर इनसाइड एन्ड आउट त्यस्तै लाग्छ मलाई अब त्यही भएर आई प्रिफर टु गेट ड्रेस वेल फाइदा पनि के छ भन्दा यो बाहेकहरू अब एकदिन अस्ति मलाई आई थिङ्क न्युज 24मा एउटा न्युज 8 PM को न्युजमा एउटा बाइक लिन आउनुभयो अल अफ अ सडन होइन किन सडन डेथ हुन्छ राति मान्छेहरूको भनेर तिमीलाई ला म त आज यो बेला चाहिँ हेरेर भन्न मिलेन नि त बिकज आइम अलवेज रेडी अस्ति एउटा सर्जरी थियो मेरो अनि म चाहिँ मेरो वाइफले म त्यो दिन मेरो कजन ब्रदरको अनि कजन सालोको वेडिङ पनि थियो मैले मेरो वाइफलाई सरी भने बिकज आई हेभ अ बिग सर्जरी प्लान त्यो अब 1 महिनादेखि प्लान गरिरहेको छौँ वी क्यानट से नो टु द्याट भनेर अब सर्जरी गर्ने दिनमा एक दिन त्यो दिन बिहान सोडियम 119 आयो होइन नर्मलभन्दा एकदमै लो भयो त्यति सोडियम लेभलमा त सर्जरी गर्दैन गएँ राउन्ड्स गरेँ आइसियुमा हेरेँ वार्डमा हेरेँ अब पेसेन्टको फेरि हामीले सोडियम रिपिट गर्दा पनि त्यही नै आयो भनेपछि ल्याबरेटर होइन यसो सोचेँ अब जान्छु वाइफले सरप्राइज गर्न त्यति बेला पनि आवाज ओके आई एम अलवेज ड्रेस वेल होइन चाहिनेभन्दा बढी नै ओभर ड्रेस नै भएर आउँछु बिहेमा जान पनि सजिलो होइन त्यो रेडी एनी टाइम टाइपको भनौँ न कहिले कहिले चाहिँ झ्याउ हुन्छ अब एक दिन हामी म र मेरो साथी आज मोमो खान जाउँ भनेर अब कहाँ भन्दा पाटन नजिक एउटा लोकल होइन यत्रो 2-3 तला हुन्छ ठुलो ट्याङ्करमा पकाएर हुन्छ नि झोल मोमो खान जाउँ यसो मलाई हेऱ्यो उसले तिमी टाई सुट लगाएर झोल मोमो खान जाने भनेर भन्यो कि होइन अनि के हुन्छ र भनेर त्यो चाहिँ अब फ्यु मन्थ्स ब्याक थियो अहिले हि इज अल्सो लाइक मी वेल ड्रेस्ड अहिले हामी दुवैजना टाई सुट नै लगाएर झोल मोमो खान जान्छौँ सर अनि एडिङ टु द्याट
You are always fit, sir. You look fit, sir. त्यो चाहिँ मेरो फिटनेसको राज चाहिँ तपाईँको के हो सर? जिम जानुहुन्छ कि बिहान बिहान जगिङ गर्नुहुन्छ कि त्यो चाहिँ मेरो खै मेटाबोलिजम नै त्यस्तो हो कि जति खाए पनि लाग्दैन भनौँ न, त्यही नै हो। पहिला त म एकदमै पातलो थिएँ फिलिपिन्स जानुभन्दा अगाडि, अनि यति पातलो थिएँ कि मेरो यो बस्दा पनि दुख्थ्यो क्या होइन। अनि म त्यहाँ फेरि म फिलिपिन्समा गएपछि काठको बेन्चहरू थियो क्या त्यहाँ, द क्लास वाज रियली नाइस, बट यस्तो कुसनवाला सिट नै थिएन। अनि म मेरो लकरमा कुसन किनेर राख्थेँ क्या, बस्नुलाई दुखाउँछ भनेर, त्यस्तो पातलो थियो। त्यसपछि फर्स्ट भ्याकेसनमा घर आएँ, है अब मम्मीले ओभर फिडिङ गराउनु भयो के हो, त्यसपछि अलिकति मोटाएको, त्यसपछि चाहिँ मेन्टेन नै छ भनौँ न। म 52देखि 58सम्ममै मेन्टेन छु फर द पास्ट 12-13 इयर्स भयो होला। एक्सर्साइज गर्छु। आई युज टु अहिले होइन, आई युज टु रन अराउन्ड 5 किलोमिटर्स अ डे, अनि पुसअप्स पनि गर्थेँ अराउन्ड 60 जति इन अ डे। त्यो चाहिँ नेपाल फर्केपछि चाहिँ छोडेँ। एक त नेपालमा पार्कको कल्चर नै छैन, अब फिलिपिन्समा पाकिस्तानमा उता त अब सर्टेन एरिया पछि एउटा ठुलो पार्क नै आउँछ क्या। द्याट्स हाउ द टाउन वेयर प्लान भनौँ न। पहिलेदेखि पार्कमा दौडिने ग्रिनरी सबैजना नै हुन्थ्यो, त्यहाँ राम्रो थियो। त्यसपछि नेपाल आउनुभन्दा अगाडि ल नेपालमा पनि बन्दै रहेछ, अन्त भिडियोहरू हेरेर त्यहाँ जहाँ म बस्छु मेरो घरभन्दा मेबी 500 मिटर जति टाढा एउटा पार्क बन्दैछ भन्ने सुनेको थिएँ। घर आएँ, ल हेर्न जान्छु भनेर एक दिन गएँ, पुरा होइन जगर्सहरू लगाएर इयरफोनहरू लगाएर क्यापस्याप लगाएर दौडिन्छु भनेर गएँ। त्यहाँ जान्छु त इट वाज अल कङ्क्रिट क्या होइन, पेभ्ड थियो ब्रिक्सहरूले, अनि ठ्याक्क मेन रोडकै साइडमा रहेछ। अब एक त धुलो धुवाँ, त्यसपछि लाउड नोइज, अनि त्यो कङ्क्रिटहरू, मलाई त्यहाँ एक दिन दौडै मन लागेन, अनि एकदमै फ्रस्ट्रेटेड भएर आएँ। त्यसपछि आई स्टप रनिङ, कति 3 वर्षै भयो ला। तर आई विल स्टार्ट इट अगेन। घर साइडमा अहिले एउटा जिम भन्दैछ, एटलिस्ट कार्डियोहरू गर्नुलाई त्यहाँ चाहिँ जान्छु भनेर जोइन गर्दैछु अब चाँडै, बट आई कन्टिन्यू पुसअप्स। People are wondering if you take some magic syrup that makes you this way. Steroid भन्दा यत्रो लोतेछु स्टेरोइडको कुरा गर्दैछु भने नथिङ। आई थिङ्क इट्स माई मेटाबोलिजम। पेट लाग्दैन भनौँ न, सजिलो छ, कुनै लुगाहरू किन्न गयो भने ठ्याक्कै फिट भइहाल्छ कि, अल्टर गरिरहनु पर्दैन। So you are always humming around है, हामी हजुरको राउन्डमा बस्दाखेरि पनि you are like humming around some music, and actually you even asked me, Ashish, have you heard this music? Please go and dance. And I was really shocked. ऋषि धमला जी जस्तै कमान्ड दिएछ नि त मान्छेमा। म्युजिक You're into more into music and memes. Yes, I am. हाम्रो एउटा डक्टरको लाइफ अलिकति स्ट्रेसफुल नै छ, तिमीहरूलाई थाहा छँदैछ होइन। अब काम पनि एकदमै डिमान्डिङ, त्यसपछि टाइम पनि नहुने, अनि अलिकति फुर्सद भयो कि त पिटेको पावर नाप, कि त अलिकति सोसियल मिडियाहरू स्क्रल गरेर न्युजहरू हेर्ने, कि रिल्सहरू आजकल होइन, माइन्डलाई फ्रेस गर्नलाई भनौँ न। मिम्सहरू पनि युजली अलिकति फनी टाइप नै हुन्छ नि त, अनि आफूले अलिकति प्रफुल्लित तुल्याउनलाई मिम्सहरू हेरिन्छ र एकअर्कालाई सेयर पनि गरिन्छ। अब बिहान उठ्दा मलाई मेरै रेजिडेन्ट्सहरूले पनि यसो खोल्यो, 3-4वटा मिम्स साथी पठाएर आउँछ, 3-4वटा मेरो स्टुडेन्ट्सहरू पठाएर आउँछ, कति चाहिँ मैले हेरिसकेँ आउँछु, त्यही पनि एज अ फर्म अफ रेस्पेक्ट हा रियाक्ट गरिदिनु परिहाल्यो होइन। अनि कस्तो हुन्छ भन्दा जस्तै मैले क्लासहरू लिँदा पनि बिचमा कुनै मिमहरू अथवा रिलहरूको कुराहरू जोडिदिरहेको हुन्छु। एक त क्लासलाई हँसाउनु हो, अर्को भनेको एङ्गेज राख्नलाई हो क्लासलाई। मैले मात्र बोलिरहेँ, तिमीहरूको तर्फबाट पनि खासै केही इन्टरेक्सनहरू आएन भने त बिचमा केही चुसो छोडिदिनु पऱ्यो नि त, एटेन्सन स्प्यान सिद्धिसकेको हुन्छ तिमीहरूको, अनि फेरि अलिकति एन्थुजियास्टिक बनाउन भनौँ न। अनि मिमहरू रिलहरू भाइरल भइरहेको हुन्छ, सबैले हेरिरहेको हुन्छ, एभ्रिथिङ क्यान रिलेट टु। तर मिमहरू डिस्कस गर्ने भन्दा पनि आउट अफ कन्टेक्स्ट त जाने होइन, त्यो मैले पढाइरहेको टपिकलाई टच गर्ने हिसाबको हुनु पऱ्यो नि त, नत्र त कमेडी नै भइहाल्यो नि सानो त्यही नै हो। सर अनि हामीले चाहिँ यो पोडकास्ट गर्नुभन्दा केही दिन अगाडि, केही विक्स अगाडि चाहिँ हामीले Q&As भनेर वाट क्वेसन्स डु यु लाइक टु आस्क आवर न्युरो सर्जन भनेर गरेका थियौँ होइन। मेडिकल स्टुडेन्ट्सहरूलाई हो कि मेडिकल स्टुडेन्ट्स र डक्टर्सहरूलाई
कम्युनिटीमा सिकायो अनि त्यसमा चाहिँ एउटा टपमा क्वेसन चाहिँ व्हाट इज योर इन्कम भनेर थियो कि सिक्रेट डु दे रियली वान्ट टु नो यस्तो छ अब एउटा प्राइभेट सेटअपमा बसेर काम गर्ने र एउटा सरकारी सेटअपमा अथवा कुनै प्रतिष्ठानको सेटअपमा बसेर काम गर्नेमा डेफिनेटली पनि फरक नै छ अब म प्रतिष्ठानको सेटअपमा बसेर काम गर्ने डक्टर भएको हिसाबले मेरो पे निर्धारित नै छ पेसेन्ट फ्लो बढ्दैमा अथवा घट्दैमा मेरो इन्कम बढ्ने घट्ने भन्ने हुँदैन एउटा फिक्स स्यालेरी जुन गभर्मेन्टले तोकेको छ त्यही नै छ त्योभन्दा बाहेक केही पनि छैन तर यति भन्दै गर्दा प्राइभेटमा काम गरिरहेको छ भने पनि अब राम्रै कमाउनुहुन्छ अब त्यही अनुसार उहाँले टाइम पनि त दिनुभएको छ त्यही अनुसार आउट अफ द वर्किङ आवर्स गएर काम गरिरहनु भएको हुन्छ अब डेफिनेटली प्राइभेटमा अलिक बढी नै त भइ नै हाल्छ अब यति नै उति नै भन्ने त अलि गाह्रै पर्ला few selective handful might be earning in crores, most of them in lakhs. Monthly? Yeah. A few lakhs. अब crores भन्ने चाहिँ अब जसको आफ्नै हस्पिटल हुन्छ उहाँले त कमाइ नै हाल्नुहुन्छ आई थिङ्क है नहुनु पनि सक्ला त्यही हो तर उहाँको प्र्याक्टिस मात्र भन्दा पनि हस्पिटलकै ओभरअल अर्निङ होला हजुर जस्तै अब एउटा रेन्जमा भन्दाखेरि चाहिँ ठ्याक्क अब नेपालमा प्राइभेटमा ठिकठाकै कमाउने डक्टरले मेबी अराउन्ड 2 to 3 lakhs एभरेजमा भन्छु है कोही कोहीले धेरै पनि कमाउनुहुन्छ म योभन्दा कमै कमाउँछु होइन तर यति नै फिक्स्ड भन्ने त हुँदैन त्यो पनि पेसेन्ट फ्लो अनुसार हुन्छ होइन कतिलाई चाहिँ अब कन्ट्र्याक्ट बेसिसमै राखिएको हुन्छ हस्पिटलहरूमा त्यो अनुसार मन्थली पे पनि गइरहेको हुन्छ यति नै उति नै भन्ने चाहिँ छैन अनि do you think that neurosurgeons are underpaid? Of course. I have no complaints against my institute किनकि सरकारले निर्धारण गरिदिएकै अमाउन्ट हो र राम्रै छ खाना लाउन बस्न पुग्छ तर यति नै अमाउन्ट अझै योभन्दा नि बढी आई युज टु गेट पेड ड्युरिङ माई रेजिडेन्सी ट्रेनिङ इन पाकिस्तान है धेरै टाढा पनि होइन पाकिस्तानमा पाकिस्तानमा चाहिँ रेजिडेन्सी कस्तो छ भन्दा वी गेट पेड स्कलरसिपमा नाम त निकाल्नुपर्छ त्यसपछि वी गेट पेड भेरी गुड अमाउन्ट होइन एउटा डक्टरलाई लाइफ बिताउनको लागि डेली खर्चको लागि भनौँ न राम्रै छ पेमेन्ट त्यही यहाँ देख्दिनँ क्या म यहाँ कन्सल्टेन्टलाई त छैन बिचरा रेजिडेन्टहरूको त के कुरा गर्नु अब अस्ति भर्खर हिजो कि अस्ति मात्रै पत्रिकामा पढ्दै थियौँ हामी फर्स्ट इयर रेजिडेन्टलाई कति छ 20,000 25 सेकेन्ड इयरलाई 30 थर्ड इयरलाई 35,000 है पथेटिक भन्छु म चाहिँ यो मेगर स्यालेरीमा कसरी जीविकोपार्जन गर्ने हाम्रो रेजिडेन्टहरूले होइन अब त्यति मात्र उनीहरूले क्लासमा मात्र बसेर पैसा पाएको होइन नि त उनीहरू त पेसेन्ट हेरिरहेछ नि होइन एउटा मेडिकल अफिसरलाई दिने पेमेन्ट भन्दा रेजिडेन्टको पेमेन्ट कसरी कम हुनसक्छ है हालाकि मेडिकल अफिसर भन्दा त रेजिडेन्ट त सिनियर हो नि होइन ठिक छ स्टुडेन्ट हो पढिरहेछ तर क्लासमा बसेर पढ्ने होइन त्यो उनीहरूको पढाइ भनेको त टिचरहरूसँग डिस्कसन हो कन्सल्टेन्ट्सहरूसँग डिस्कसन हो पेसेन्ट भनेको उनीहरूको बुक हो बुक पनि पढ्नुपर्छ ठिक छ पढ्छ तर पेसेन्टहरूमा काम गर्दा गर्दै पढ्ने हो नि त अन जब ट्रेनिङ जस्तै हो नि त यो त होइन उनीहरूले काम गरिरहेछ हस्पिटललाई सर्भिस दिइरहेछ त्यो हस्पिटललाई दिएको सर्भिस बापत पेसेन्टले पे गरिरहेछ भनेपछि दे सुड बी पेड होइन यो त क्रिमिनल अफेन्स भन्छु म त बिचरा 25, 30, 35 अनि अर्को दिन पत्रिकामा आउँछ 2600 डक्टर कि 2700, 2800 डक्टर एक्चुअली आरएमसीमा रजिस्टर्ड एउटा इयरमा त्यो इयरमा 2300 डक्टर विदेश गयो भन्नु अनि को बस्छ जसको करोडौँ खर्च भएको छ होइन एमबिबिएस गर्नलाई त्यसपछि यो पथेटिक स्यालेरी सिस्टममा बसेर 1 वर्ष काम गरिरहेछ त्यसपछि रेजिडेन्सी गराएछ कतिजना रेजिडेन्सी गर्दा गर्दै निस्किन्छ कतिजना रेजिडेन्सी गरेर कन्सल्टेन्ट भएपछि पनि बाहिर गइरहेछ हाम्रै साथीहरू पनि गइरहनु भएको छ धेरै त मेडिकल अफिसर हुने बित्तिकै आई थिङ्क एमबिबिएस गरेपछि मेजोरिटी त उहाँहरू गइरहनु भएको छ अब यसरी जानु पनि एउटा बाध्यता हो क्या होइन अब उनीहरू देशमा बस्न सकेनन् हामीले देशमा बस्न सिकाउन सकेनौँ भनेर अभिभावकलाई अथवा विदेश पलायन हुने हाम्रो यङ डक्टर्सहरूलाई गाली गर्नु उचित देख्दिनँ म चाहिँ किनकि उहाँहरू मात्र विदेश जानुभएको छैन होइन
कामको खोजीमा लेबरहरू नेपालको अहिले नम्बर 1 एक्सपोर्ट के छ लेबर त हो होइन। पैसा नहुने आर्थिक अभावले गर्दा गाउँहरू रित्तिसक्यो होइन। उहाँहरू पैसा नहुनेहरू बिचरा खाडी मुलुकमा गएर पैसा कमाएर देशले रेमिट्यान्सको भरमा यहाँसम्म अड्काइराख्नु भएको छ। पैसा हुनेहरू युरोप, अस्ट्रेलिया, युएस गइरहनु भएको छ। डक्टर्सहरू पनि त्यस्तै नै हो होइन। आर्थिक अभाव नै छ नि त। कतिको लोन छ होइन। अब म पो लकी भएँ, म जस्तो अरू कोही पो अरू थोरै लकी हुनुभयो होला, स्कलरसिपमा पढ्नुभयो, अन्डर ग्राड पनि पोस्ट ग्राड पनि। तर धेरैजना त आफ्नै खर्चमा पढ्नु भएको छ नि त। कतिले जग्गा बेच्नु भएको होला, कतिले घरहरू बेच्नु भएको होला होइन। त्यो त उठाउनु पऱ्यो नि। मानवता एक ठाउँमा छ, ह्युमेनिटी एक ठाउँमा छ, तर त्यसले सस्टेन गर्दैन त फ्यामिली। दुइटै पाटोलाई एकैचोटि हेर्नु पऱ्यो नि त। सो बाहिर जाँदैछ यसमा म नराम्रो डिसिजन भन्दैन। जबसम्म हाम्रो पे सिस्टम ठिक हुँदैन, हाम्रो सेक्युरिटी ठिक हुँदैन, हस्पिटलको अथवा होल हेल्थकै इन्फ्रास्ट्रक्चरमा इम्प्रुभमेन्ट हुँदैन, गइरहेको छ र यो यसले रोक्न सकिँदैन। अनि अब यो डक्टरहरू विदेश जाने क्रममा होइन, हजुर त विदेश पढेर आउनुभएको, फिलिपिन्स पढेर आउनुभएको, पाकिस्तान पढेर आउनुभएको, के कुराले चाहिँ तपाईँलाई मोटिभेट गरेर नेपाल आएर नेपालमै काम गरौँ, नेपालमै नाम बनाऊँ भनेर? यसमा 2-3वटा कुरा छ। पहिला चाहिँ फ्रम द भेरी बिगिनिङ आई न्यू आई ह्याड टु गो इन्टु न्युरो सर्जरी होइन। मलाई सुरुदेखि नै न्युरोलोजीमा एकदमै इन्ट्रेस्टेड। त्यसपछि आई वान्टेड टु बी अ सर्जन। त्यसपछि दुइटाको मिक्समा न्युरो सर्जरी मैले पहिलेदेखि नै छानिसकेको थिएँ, मेड स्कुलकै सुरुमै भनौँ न। त्यति बेला सबैको ड्रिम थियो त्यति बेला युएसएमएलई, जस्ट लाइक हाउ यु गाइज ड्रिम्ड अफ युएसएमएलई। अहिले पनि तिमीहरू छौ होला कोही कोही प्रिपेयर गर्दै। त्यति बेला मैले पनि प्रिपेयर गरेको थिएँ। तर द्याट टाइम आई वाज गिभन दिस मिसइन्फर्मेसन कि एउटा फरेन मेडिकल ग्रेजुएटलाई सर्जरीमा जान इज नेक्स्ट टु इम्पोसिबल, त्यही भएर नदेऊ भनौँ। अब ल म युएसएमएलई गरौँला, जाउँला। अनि मलाई 1-2जनाले चाहिँ कि फ्यामिली मेडिसिन पाउँछ, कि इन्टरनल मेडिसिन पाउँछ, यस्तै मात्रै टपिकहरू पाउँछ, आई मिन स्पेसिलिटीहरू पाउँछ, अरू रेजिडेन्सी पाउँदैन भन्ने। मलाई एउटा क्लियर रोड म्याप देखाउने कोही पनि पाइनँ क्या मैले। त्यही भएर मैले छोडिदिएँ। इभन द आई वाज अलरेडी प्रिपेयर। क्युब्याङ्कहरू गर्थेँ म, युएसएमएलई वर्ल्ड गर्थेँ, काप्लानहरू सबै सकिसकेको थिएँ। त्यसपछि आई ड्रप दिस ड्रिम। म नेपाल आएँ, एनएमसीको एक्जाम दिएँ, क्लियर गरेपछि आई वर्क फर फ्यु विक्स, 5 कि 6 हप्ता मात्र एज अ मेडिकल अफिसर करारमा थिएँ। यता वीर हस्पिटलमा जोइन गरेँ। त्यसपछि मेरो एकजना सिनियरले उता पाकिस्तानमा यस्तो एउटा डिग्री छ, डाइरेक्टली न्युरो सर्जरी गर्न मिल्ने, जेनरल सर्जरी यहाँ नेपालको जस्तो जेनरल सर्जरी गरेर पास भएर फेरि न्युरो सर्जरी एमसिएच जोइन गर्नुपर्ने छैन यहाँ चाहिँ आऊ भन्नुभयो। यसो सोचेँ ठिकै छ, नेपालमा त 1 वर्ष ऊ पनि चाहिन्थ्यो, हाम्रो वर्क एक्सपिरियन्स एज अ मेडिकल अफिसर पनि चाहिने, त्यता नचाहिने थियो त्यति बेला भनेर म गइहालेँ उता। यो अपर्च्युनिटी माइट नट नक माई डोर ट्वाइस भनेर। त्यसपछि आई वेन्ट टु पाकिस्तान। यसो सोच्दा राम्रै डिसिजन लिएँ जस्तो लाग्छ अहिले आएर हेर्दा चाहिँ। दो अलिकति त्यहाँ बस्दा कल्चरल डिफ्रेन्सले हो कि अलिकति सुरुमा एडजस्ट गर्नु चाहिँ गाह्रो भयो। त्यसपछि इट वाज अल गुड। अनि नेपाल आएँ। त्यसपछि सोचेको थिएँ फेरि घरमा कुरा गरेर बाहिर जाउँ कि भनेर। मैले चाहिँ खास मेरो मम्मीले गरेर नगएको हो। मम्मीले चाहिँ मेरो छोरा मैसँग बस्दैस् भन्ने थियो। त्यसैले विचार गरेर यहीँ नै बसेँ। नेपाल आएपछि पनि अब एनएमसी क्लियर स्पेसलिटी एक्जाम क्लियर गरेपछि आई गट अफर्ड इन पेरिफेरी राम्रो हस्पिटल्सबाट विथ ह्यान्डसम अमाउन्ट अफ मनी भनौँ न, अहिलेको भन्दा अलिकति बढी मैले मम्मीलाई भनेँ। अनि फेरि मम्मीले काठमाडौँ छोडेर जाने भने त अब विदेशै ल्याइहाल्यो भन्नुभयो क्या मलाई। यसो सोचेँ हो होइन, अब यहाँबाट फ्लाइट लिएर 45 मिनट्स 1 घन्टाकै दूरीमा भए पनि नेपालमै भए पनि आइम नट विथ माई फ्यामिली नि। माई मम वान्ट्स मी टु स्टे विथ हर, टु बी बाई हर साइड। अनि ड्याडलाई पनि कुरा गरेँ, खै ममले भनेकोतिर यसो विचार गर्नु भन्नुभयो। अनि सोचेँ फ्यामिली इज इम्पोर्टेन्ट, मनी इज नट इम्पोर्टेन्ट भनेर। अनि नजिकै बसेँ, यहीँ बसेँ। लकिली पाटनमा नाम निस्केर सेलेक्ट भएँ भनौँ न। त्यही भएर विदेश जाने सपना चाहिँ छैन। बेला बेला गइरहेको हुन्छौँ कन्फरेन्सको लागि, यताउति सेमिनारहरूको लागि। द्याट्स इट। प्लान चाहिँ छैन, नजाउँ है जस्तो लाग्छ अहिले। ठिकै गरे जस्तो पनि लाग्छ।
अनि मम्मी बाबालाई नै लिएर जाने कि भन्ने नि आइडियाजहरू स्ट्राइक गरे कि गरेन, जस्तै अब उहाँ गएर सेटल हुने अनि मम्मी बाबाले ल्याउने धेरैले गरेर हुन्छ त्यो पनि हो। तर एट द एन्ड फ्यामिलीसँगै हुनुहुन्छ होइन। त्यो हो, तर कस्तो भन्दा मेरो लागि उहाँहरू भइदिनुहुन्छ उता, उहाँहरूको लागि हामी हुन्छौँ, म मेरो वाइफ होइन। तर जुन सोसाइटीमा उहाँहरू हुर्किनु भयो, जुन लोकालिटीमा उहाँहरू हुनुहुन्छ, छिमेकीहरू आफन्तहरू, त्यो त हुँदैन नि होइन। त्यो बिहान बेलुकासम्म बाहिर त नेबरहरू पनि दे डोन्ट कम्युनिकेट विथ इच अदर होइन। घरमै बसिरहने हो, टुस्स गरेर झन् डिप्रेस्ड होला होइन, त्यो त कुरै ठिक छ। त्यसो भन्दै गर्दा मेरो साथीहरू जस्तै बाहिर लिएर जानुभएको छ फ्यामिली, उहाँहरू के यताउति भन्नु खोजेको होइन, तर मेरो दिमागमा चाहिँ त्यो आयो भनौँ न। उहाँहरूको पनि खासै इच्छा चाहिँ छैन बाहिर गएर सेटल हुने। जस्तै अघि हामीले चाहिँ जब अन्डर पेको कुरा गरेको थियौँ नि होइन सर, जस्तै अब त्यही कुरा जोड्न चाहिँ होइन, आर यु सेटिस्फाइड विथ यर जब? आई एम भेरी मच सेटिस्फाइड विथ माई जब, भेरी भेरी मच। यदि मैले यो बोल्ड स्टेटमेन्टमा लेख्नु पऱ्यो भने पनि लेख्न चाहिँ तयार छु। कस्तो भन्दा अब पाकिस्तानमा सिधाएर आएँ, त्यसपछि फ्यु मन्थ्स वीर हस्पिटलमा एज एन अब्जर्भर, मेरो मेडिकल लाइसेन्सियर एक्जामिनेसन आई थिङ्क 3 मन्थ्स टाढा थियो के अरे। त्यो सिधाएपछि त्यसपछि चाहिँ पाटनमा खुल्यो लकिली, यता आयो। म डक्टर दिनुज दुईजना सँगै जोइन गऱ्यौँ अन्डर द लिडरसिप अफ एन्ड सुपरभिजन अफ आवर एचओडी प्रोफेसर प्रकाश विष्ट। र हाम्रो जुन यो नयाँ डिपार्टमेन्ट सुरु गऱ्यौँ सरको लिडरसिपमा भनौँ न, हामीले यो डिपार्टमेन्टलाई चाहिँ नर्चर गर्दै गयो क्या। भर्खर जन्मेको बच्चालाई हुर्काएको जस्तै भन्थ्यो होइन। हामी अझै के थियो, हामीसँग एउटा बेड पनि थिएन, सर्जरी गर्नलाई केही पनि इन्स्ट्रुमेन्ट्सहरू नै थिएन। सुरुमा हामीले स्पाइन सर्जरीबाट सुरु गऱ्यौँ, त्यो पनि थ्याङ्कफुली अर्थोपेडिक्सको टिमले हामीलाई ल्यान्ड गर्नुभयो इन्स्ट्रुमेन्ट्सहरू। पेसेन्ट्सहरू पनि कतिपय टाइममा त उहाँहरूकै हुनुहुन्थ्यो। आई थिङ्क पाटन हस्पिटल इज द ओन्ली हस्पिटल इन विच अर्थोपेडिक्स एन्ड न्युरोसर्जन दे वर्क टुगेदर इन अ स्पाइन केस। यसमा पनि हामी एकछिनमा आउला है। त्यसपछि हामी एन्डोस्कोपिक स्कल बेस सर्जरीहरू गर्न थाल्यौँ, इएनटीको सामानहरू मगाएर होइन। वी टिम्ड अप विथ इएनटी, पिडिट्री सर्जरीहरू हामी इएनटीसँग बसेर गऱ्यौँ। त्यसपछि कति सामानहरू मेरो प्रोफेसर प्रकाश विष्टले उहाँको पर्सनल सामानहरू ल्याएर हामीले बरोलहरू गर्न थाल्यौँ, उहाँको इन्स्ट्रुमेन्ट्सहरू। मैले पाकिस्तानबाट ल्याएको थिएँ सामानहरू, त्यो अहिले पनि छ पाटनमा होइन। त्यसरी सुरु गरेको क्या, त्यो सामानहरू अलिअलि गर्दै बिस्तारै हस्पिटलले पनि धेरै हेल्प गर्यो हामीलाई होइन। हस्पिटलले हामीले भनेको जति धेरै सामानहरू पर्चेस गरेर 2 इयर्समा धेरै नै दिइसकेको छ। मागेको भन्दा धेरै नै भन्छु म त। हामीलाई चाहिने इन्स्ट्रुमेन्टहरू त्यो पनि वर्ल्ड क्लास जर्मन ग्रेडको होइन, त्यो इन्स्ट्रुमेन्ट्सहरू छ हामीसँग। सिआर्म एकदमै राम्रो छ हामीसँग। नयाँ चाहिने ओटी टेबलहरू, हेड फिक्स गर्न चाहिने 3 पिन क्ल्याम्प्सहरू, मेफिल क्ल्याम्प्सहरू, हाम्रो एनेस्थेसिया मसिन, हाम्रो कटरी मसिन्सहरू, हाम्रो माइक्रोस्कोप, एभ्रिथिङ इज वर्ल्ड क्लास। र अहिलेसम्म हामीले डिमान्ड गरेको जति सबै नै दिनुभएको छ। अलिकति सामान बाँकी छ, त्यो पनि दिनुहुन्छ होला। यो भयो हामीसँग भएको ग्याजेट्रिजहरूको कुरा। हामीले आइसियु सुरु गऱ्यौँ पाटनमा। न्युरो सर्जरीको छुट्टै आइसियु छ। न्युरो सर्जरीको मात्र आइसियु 14 बेड हुने, आई थिङ्क नेपालमा सबैभन्दा बढी बेड भएको हाम्रो नै हो। त्यो पनि आई वुड लाइक टु थ्याङ्क दि एडमिनिस्ट्रेसन अगेन, पाटन हस्पिटलको एडी ट्रस्ट गरेर बनाइदिनु भएको। एन्ड इट्स अलमोस्ट अलवेज फुल, 10, 11, 12 जस्तो त भइरहेको हुन्छ पेसेन्टहरू होइन। हामीले बेड छैन भनेर खासै रिफरल बाहिर पठाउनु परेको छैन। र हामीसँग भएको ग्याजेट्रिज र एक्सपर्टिजले गर्न सक्ने सर्जरी जति हामी सबै नै गरिरहेको छौँ भनौँ न। अलिअलि जुन चाहिँ अब फ्रेमहरू चाहिन्छ, न्युरो नेभिगेसनहरू चाहिन्छ, त्यस्तोले चाहिँ हामीले वीर हस्पिटल पठाउँछौँ। र कति केसहरू चाहिँ अब हामीसँग गामा नाइफ रेडियो सर्जरीहरू छैन नेपालमा नै, त्यस्तोलाई चाहिँ हामी इन्डिया नै रिफर गर्छौँ। यति बाहेक हामीले गर्न सक्ने केसहरू जति सबै गरेको छौँ। र पेसेन्टको आउटकम पनि राम्रै छ, टचवुड अहिलेसम्मलाई होइन राम्रै छ। पेसेन्टको रेस्पोन्सहरू राम्रो छ र हामीले सपोर्ट पनि राम्रै पाएको छ एडमिनिस्ट्रेसनबाट, प्यारामेडिकल टिमहरूबाट, स्टाफहरूबाट, हस्पिटलबाट। त्यो हेर्दा एकदमै खुसी लाग्छ होइन। अब मैले मेरो फ्यामिलीमा कसैले बिरामी भयो भने पनि कोटो हस्पिटल नै पाटन हस्पिटल भएको छ क्या अहिले। पहिला नजिकै 1-2वटा हस्पिटलहरूतिर लिएर जान्थेँ हामी। म डाइरेक्टली आई टेक माई फ्रेन्ड्स एन्ड रिलेटिभ्स टु पाटन हस्पिटल बिकज आई बिलिभ इन द सिस्टम नाउ होइन।
र हामीलाई जति माया गरिदिनु भएको छ र जति डेडिकेसन त्यही अनुसार हामीले पनि डेडिकेटेड भएर काम गर्नु त्यो एउटा एकदम खुसी लाग्छ क्या अनि पेमेन्ट त इट्स सेकेन्डरी बिस्तारै आउँछ होइन यति भन्दै गर्दा एउटा फ्याकल्टीको पोस्टमा पनि त छु नि म आई अलवेज वान्टेड टु बी इन द एकाडेमिक सेक्टर पाटनमा चाहिँ यु गेट टु बी कन्सल्टेन्ट अपरेट पनि गर्नु पायो पेसेन्ट पनि हेर्नु पायो ओपिडी पनि हेऱ्यो ओभरअल म्यानेजमेन्टको साथसाथै आई गेट टु टिच माई स्टुडेन्ट्स इन्क्लुडिङ यु गाइज होइन सो त्यो एभ्रिथिङ हेरेर राम्रै छ है एम प्रिटी मच सेटिस्फाइड कम्प्लेन गर्ने ठाउँ कहीँ पनि छैन पेमेन्टमा पनि कम्प्लेन छैन राम्रै छ प्रिटी मच सेटिस्फाइड एकाडेमिक इन्स्टिट्युसनमा आइसकेपछि टिचिङ पनि एउटा मेजर रोल प्ले गर्ने कुरा गर्नुभएको थियो होइन अनि हामी चाहिँ इन्टर्नसिप तपाईँ जोइन गर्दा हामी इन्टर्नसिप फाइनल इयरको एन्डमा इन्टर्नसिप आइसकेको थियौँ अनि तर हाम्रो जुनियरहरू चाहिँ एक्साइटेड भएर सरले आज डिफ्रेन्ट नट्स बनाएर देखाउनु भयो क्लासमै अरू सरहरूले स्किल ल्याबमा लिएर जानुहुन्छ हामीलाई सरले क्लासमै देखाउनु भयो डेमोन्स्ट्रेट गर्नुभयो सरको त नटको पनि आफ्नै नाम राख्नुभयो भनेर पुरै एक्साइटेड भएर भन्न आइरहेको थियो अनि हजुरले चाहिँ अनि हाउ डिड यु कम अप विथ दिस आइडिया लाइक नेमिङ द नट्स मेरो आफ्नै भन्दा पनि अरूले मलाई जसरी सिकायो मैले त्यसरी नै सिकाएको भनौँ न मैले पनि सिक्दा इन्टर्न हुँदा मेरो सिनियरले मेरै जुत्ताको तुनालाई निकालेर ह्यान्ड नटहरू सर्जन्स नटहरू र डिफ्रेन्ट टेक्निक्सहरू भनौँ न सिङ्गल ह्यान्ड नट टाइङ र डबल ह्यान्ड युज गरेर सिकाएको अब त्यसलाई मैले अलिकति आफ्नो वेमा सिम्प्लिफाई गरेर सिकाएको हो अब सिकाउँदै जाने क्रममा चाहिँ मलाई चाहिँ इम्प्रोभाइज गर्न मन लाग्छ कुराहरू अलिकति सिकाउनलाई पनि सजिलो र सिक्ने मान्छेले पनि इजिली ग्रास्प गरोस् भन्ने चाहन्छु म नत्र भने त्यो वान वे टिचिङ मात्र हुन्छ नि त आयो फरफर बोल्यो यस्तो है भन्यो घन्टी बज्यो गयो टाइपको होइन त्यो चाहन्न म चाहिँ सो म चाहिँ मेरो क्लास बिकज आई लभ टिचिङ होइन आई बिन लभिङ टिचिङ सिन्स मेरो मिड स्कुल डेजदेखि नै म मेरो साथीहरूलाई नै त्यति बेलादेखि नै हाम्रो लेक्चरहरू सिधेपछि ग्रुपमा बसेर पहिला आफू पढेर अनि पढाउँथेँ भनौँ न त्यहाँबाट इन्ट्रेस्ट जागेको त्यसपछि रेजिडेन्सीको टाइममा पनि एमबिबिएसको स्टुडेन्टहरूलाई फिजियोथेरापीको स्टुडेन्टहरूलाई नर्सिङको स्टुडेन्टहरूलाई सिकाउनु पर्ने हुन्थ्यो क्लासहरू लिनुपर्ने हुन्थ्यो म चाहिँ आफ्नो प्रोफेसर्स असिस्टेन्ट प्रोफेसर एसोसिएट प्रोफेसरहरूसँग जान्थेँ उहाँहरूसँग सिक्थेँ कसरी यताउति भनेर एट टाइम्स आई वाज गिभन चान्स टु लेक्चर सिकाउँथेँ अब यसरी नै मेरो इन्ट्रेस्ट चाहिँ बढ्दै गएको पढाइमा अब क्लास चाहिँ एकदमै लाइभली हुनुपर्छ भन्ने चाहन्छु म नत्र भने अटेन्सन स्प्यान कति नै हुन्छ मान्छेको एकैछिनमा बोर भइहाल्छ होइन सो अलिकति केही न केही क्रिएटिभनेस देखाएन अथवा अलिकति हँसाएन समय सान्दर्भिक अरू कुनै इस्युहरू ल्याएन भने मान्छेहरू बोर भइहाल्छ र बेला बेलामा अलिकति त्यो दिँदै गर्ने प्लस पढाइलाई पनि अलिकति इनोभेटिभ वेमा आफ्नै तरिकाले इजी ल्याङ्ग्वेजमा सिकायो भने चाहिँ सजिलो हुन्छ भनौँ न 3 इडियट्समा सोध्छ नि वाट इज सिम्पल मसिन कि वाट इज मसिन डिफाइन भनेर होइन वाट इज मसिन त्यसमा अब हाम्रो आमिर खानले गर्ने र अर्को वङचोर दास होइन के हो चतुरको डेफिनेसन थियो त रट्टा मारेको डेफिनेसन र उसले भनेको डिफरेन्स थियो अभियसली मार्क्स उसैले पायो रट्टा मारेकोले तर सिम्प्लिफाइड भर्जनमा यति इजिली डिस्क्राइब गर्न सक्नु पनि एउटा कला हो होइन त्यसलाई पनि अलि त्यही अनुसार नै जानुपर्छ जस्तो लाग्छ मलाई चाहिँ पढाइमा भनौँ न थिङ्स हेज टु बी सिम्पल तपाईँको प्रोफेसरहरूले नै नटको नामहरू त्यसरी पढाउनुहुन्थ्यो कि जस्ट केम अप विथ द्याट यो चाहिँ मैले आफै नाम दिएको याद गरोस् भनेर सो तपाईँले चाहिँ यो अब एमबिबिएस भन्दा पनि यो रेजिडेन्सीको बेलामा चाहिँ बढी आयो होला नट सुचरिङहरू डेफिनेटली अनि त्यही सन्दर्भ जोड्दाखेरि चाहिँ रेजिडेन्सी चाहिँ पाकिस्तानमा इन्ट्रेस्टिङ कुनै स्टोरीहरू पाकिस्तानमा रेजिडेन्सी गर्दाखेरिको छ भने केही सुनाउनु कस्तो भन्दा म जोइन गरेँ पहिला चाहिँ हाम्रो अब इन्ट्रान्स एक्जाम नै हुन्थ्यो थियो होइन आई थिङ्क 2000 कि 2500 जति हुनुहुन्थ्यो ओभरअल एमएस सर्जरी भन्नुहुन्थ्यो एन्ड अलाइड भनेर त्यसमा चाहिँ एमएस जेनरल सर्जरी एमएस न्युरो सर्जरी एमएस युरोलोजी एमएस वाट एभर अरू सब स्पेसिलिटीहरू हुन्थ्यो त्यसमा
पहिला एन्ट्रान्स एक्जाम, त्यसपछि रिटन पहिला एमसिक्यू वाला, त्यसपछि रिटन एक्जाम, त्यसपछि भिडियो प्रोजेक्सन एक्जाम भन्ने हुन्थ्यो। स्लाइडहरू देखाउनुहुन्थ्यो, पिक्चर्सहरू, एन्ड वी ह्याड टु आन्सर त्यो। त्यसपछि इन्टरभ्यू गरेर गर्दै जाँदा आई थिङ्क 20-25 जना जति सेलेक्टेड थियो होला। त्यसपछि प्रपर सिट एलोकेसन डे भन्ने हुन्छ हाम्रो, त्यसमा चाहिँ अब कुन चाहिँ फिल्डमा जाने भन्ने हुन्छ होइन। हाम्रो त्यो भिसी, त्यसपछि प्रोभिसी, प्रोफेसर्सहरू बसिरहेको हुन्छ, हाम्रो इन्टरभ्यू लिन्छ, अनि कुनमा जान चाहनुहुन्छ भनेर सोध्छ सेलेक्टेड क्यान्डिडेट्सहरू। मैले न्युरो सर्जरी भने मेरो कारणमा न्युरो सर्जरीमा त सिट नै छैन भन्नुभयो। त्यसपछि दे टोल्ड मी टु गो इन्टु सम अदर फिल्ड, जेनरल सर्जरी लिनु, पछि न्युरो सर्जरीमा सिट भएपछि विल सेफ्टी ब्याक टु न्युरो सर्जरी भनेर भन्नुभयो। अब म सोझो मान्छे, हुन्छ ओके भनेर गएँ, म सुरु गर्ने होइन। अब 1 महिना भइसक्यो, केही कुरा आउँदैन। म त जेनरल सर्जरी गर्न गएको होइन त्यहाँ, नेपालमै गयो भने त पहिला जेनरल सर्जरी नै गरिन्थ्यो। आई स्टिल ह्याड दिस थिङ एट द ब्याक अफ माई माइन्ड कि यदि मैले यहाँ जेनरल सर्जरी गयो भने पनि नेपालमा एटलिस्ट एमसिएच न्युरो सर्जरी फेरि जोइन गर्न सक्छु भन्ने चाहिँ थियो। तर अर्को के थियो भने पनि अब यदि त्यहाँ चाहिँ जेनरल सर्जरी 4 इयरको कोर्स हो, न्युरो सर्जरी चाहिँ 5 इयर्सको। 4 वर्ष त्यहाँ खर्च गर्नुभन्दा त बरु 1 वर्ष त्यहीँ एक्स्ट्रा खर्च भयो भने त न्युरो सर्जन नै भइसक्छु म। यहाँ आएर फेरि काम गरेर फेरि एन्ट्रान्स एक्जाम दियो एमसिएस न्युरो सर्जरीको लागि, कम्पिटेटिभ एक्जाम, त्यसमा सेलेक्ट हुने नहुने ठेगान छैन। सेलेक्ट भएपछि फेरि 3 वर्ष काम गरेर त्यो गर्दा म त बुढो भइसक्छु। अनि मैले त्यहाँ एकदमै अलिकति आवाज उठाउन थालेँ भनौँ न। त्यहाँ चाहिँ यङ डक्टर्स एसोसिएसन भन्ने एकदमै YDA भनेर एकदमै एक्टिभ छ नेपालमा पनि। अब सुरु गरेँ त्यसले कपी गरेर, तर त्यति त्यो स्तरमा लिएर जान सकेन। उहाँ चाहिँ छ भनौँ न। त्यसपछि त्यति बेलाको प्रेसिडेन्ट चाहिँ डक्टर शेरियार खान भन्ने हुनुहुन्थ्यो। साउट आउट टु डक्टर शेरियार खान नियाजी। आई हेभ अ भेरी हाई रिगार्ड फर हिम भनौँ न। So he is, I think, related to Mr. Imran Khan, the past Prime Minister of Pakistan. उहाँको nephew हो के अरे। So he was a leader होइन, अब YDA को प्रेसिडेन्ट। मैले उहाँलाई उर्दूमा गरेँ, भाइ मैं तो इधर न्यूरो सर्जन बनने आया था, मुझे तो इन लोगों ने ज़बरदस्ती जनरल सर्जरी में डाल दिया, मुझे जैसे भी करें न्यूरो सर्जरी में लेके आए। त्यसपछि I had a senior, Dr. Kiran Nirola, shout out. So he is in Maldives at the moment. मालदिभ्सको वान अफ द टप हस्पिटल्समै कन्सल्टेन्ट हुनुहुन्छ। हि इज डुइङ भेरी गुड ओभर देयर। सो उहाँहरू दुईटालाई लिएर मैले कन्सटेन्टली प्रेसर दिँदा पछि गएर चाहिँ आई थिङ्क 1.5 month पछि दे सिफ्टेड मी ब्याक टु न्युरो सर्जरी। त्यति दिन चाहिँ म अझै न्युरो सर्जन भएँ जस्तो लागेको थियो। यति दुःख गरेर गएको हो नि त पाकिस्तानमा होइन। 4-5वटा एक्जामलाई पार गरेर, त्यो 4-5वटा एक्जाम पार गर्न 1 महिना लाग्छ होइन। 1 दिनपछि हुने अर्को एक्जाम होइन, एकदमै त्यति बेलाको सिस्टम त्यस्तो थियो। त्यसपछि सबैभन्दा रमाइलो क्षण नै यही होला भन्छु म। अरू भनेको चाहिँ त्यही हो, काम गर्दै गयो, डिफ्रेन्ट सर्जरिजहरू सिक्दै गयो। अलिकति बढी लगाव चाहिँ स्टिरियोट्याक्टिक एन्ड फङ्सनल न्युरो सर्जरी भन्ने एउटा सेपरेट सब स्पेसियालिटी छ न्युरो सर्जरीको अन्डर, त्यसमा चाहिँ अलिकति बढी लगाव भयो। त्यसमा चाहिँ मेरो प्रोफेसर नै अलिकति बढी त्यो फिल्डमा इन्ट्रेस्ट देखाउने भएको भएर यसमा चाहिँ डिप ब्रेन स्टिमुलेसनहरू, मुभमेन्ट डिसअर्डरहरू, ट्रेमर्सहरू, पार्किन्सनिजमहरू, डिस्टोनियाहरूलाई ठिक गरिन्छ भनौँ न, एपिलेप्सीहरू, त्यसमा ब्रेन पेसमेकर सुनेछ होला, डिप ब्रेन स्टिमुलेसन भने त्यसमा अलिकति बढी एक्सपोजर भएको भएर त्यतातिर अलिकति बढी लागेको थिएँ म। यही हो रमाइलो पार्टहरू। जस्तै अब यो MCH न्युरो सर्जरी र जस्तै MS न्युरो सर्जरी डिफ्रेन्ट हो कि सिमिल्यारिटिज छ कि के छ डिफ्रेन्स यिनीहरूमा चाहिँ? यस्तो हो, अब नेपालमा 100+ नै न्युरो सर्जन भइसक्नुभयो अहिले। अब सबैको डिग्री एउटै नै छैन, डिफ्रेन्ट छ होइन। कोही MS न्युरो सर्जरी गरेर आउनुभएको छ पाकिस्तानबाट, 15-20 जना जति हुनुहुन्छ होला। त्यस्तै भोल्युम MS न्युरो सर्जरी बङ्गलादेशबाट गरेर आउनुभएको छ, कतिजनाले चाइना, कतिले रसियाबाट गरेर आउनुभएको छ। अब नेपालमा हुने पढाइ भनेको चाहिँ MS जनरल सर्जरी 3 वर्ष, त्यसपछि यु वर्क एज अ जनरल सर्जन फर क्वाइट सम टाइम, त्यसपछि यु appear for exam again, entrance examination, MCH न्युरो सर्जरीको लागि। त्यसमा सेलेक्ट भएपछि 3 इयर्सको कोर्स हो। नेपालमा चाहिँ यो सिस्टम छ। पाकिस्तानको सिस्टम चाहिँ जुन मैले गरेर MS न्युरो सर्जरी, त्यसमा चाहिँ पहिला 6 महिना न्युरो सर्जरी हो। त्यो 6 महिना न्युरो सर्जरी कटेपछि यु गो टु जेनरल सर्जरी।
जेनरल सर्जरीमा चाहिँ प्रिन्सिपल्स अफ जेनरल सर्जरी जस्तै हेमोस्टासिस भयो, फ्लुइड एन्ड इलेक्ट्रोलाइट ब्यालेन्स भयो, त्यसपछि इन्फेक्सन कन्ट्रोलहरू भयो, यो बेसिकहरू प्रिन्सिपल्सहरू पढिसकेपछि अनि वी गेट टु वर्क एज अ जेनरल सर्जन त्यहाँ होइन, एज अ रेजिडेन्ट नै जेनरल सर्जन रेजिडेन्ट मानिन्छ। सो यो 6 months प्लस 1.5 years गरेर 2 years चाहिँ दिएपछि चाहिँ यु हेभ टु अपियर फर एन एक्जाम। त्यो एक्जाम चाहिँ इन्टरमिडिएट मोड्युल भन्छ, आइएमएम भन्छ। त्यसमा पास गरेपछि मात्रै यु क्यान गो इन्टु प्रपर न्युरोसर्जिकल ट्रेनिङ फर द 3 years, 6 months, 1.5 years र 3 years। र यसरी मेरो चाहिँ 3.5 years न्युरोसर्जरी छ, त्यसमा 1.5 years एक्स्ट्रा चाहिँ जेनरल सर्जरी छ। अब यस्तै अर्को छ एफसिपिएस भन्ने डिग्री, त्यो नेपालमा पनि पढाइ हुन्छ, पाकिस्तानको त मेन डिग्री नै यही हो, एमएस र एफसिपिएस दुईवटा हो। त्यो बाहेक आई थिङ्क सम अफ द मिडल इस्टर्न कन्ट्रिजमा पनि एफसिपिएस पढाइ हुन्छ कि जस्तो लाग्यो। त्यसमा चाहिँ कस्तो छ भन्दा पहिला एफसिपिएस जेनरल सर्जरीमै गरिन्छ 2 वर्ष र बाँकी रिमेनिङ चाहिँ 3 वर्ष न्युरोसर्जरीमा गरिन्छ भनौँ। त्यसमा पनि 2 वर्ष जेनरल सर्जरी कटेपछि यु हेभ टु गिभ आइएमएम अगेन, त्यसमा पास भएपछि न्युरोसर्जरीमा जाने। स्टेप 1 स्टेप 2 त्यस्तै भयो फेरि। अब फरक चाहिँ कहाँ छ भन्दा जहाँ जुन देशबाट पढे पनि पढ्ने बुक उयो हेर्ने डिजिजहरू त्यही नै हो, पेसेन्ट म्यानेजमेन्ट सर्जरी त्यही नै हो। सो फरक चाहिँ म युजुअली देख्दिनँ होइन, कसले 3 वर्ष गरेछ, कसैले 5 वर्ष, कसैले 6 वर्ष। अब डेफिनेटली आफ्नो डिग्री नै अलिकति सुपियर हो जस्तो त लाग्छ मान्छेहरूलाई, ह्युमन नेचर हो। तर यति भन्दै गर्दा एभ्रिथिङ इज ओके। एउटा हार्मोनीमा एक्जिस्ट गरिरहेको छ नि त होइन, अन्डर दि अम्ब्रेला अफ नेसन छ हाम्रो काठमाडौँमा, नेपालमा। नेसन भनेको चाहिँ नेपाली सोसाइटी अफ न्युरोसर्जन्स हो। यो चाहिँ हाम्रो एउटा प्रोफेसनल अर्गनाइजेसन हो, हाम्रो मदर बडी भनौँ न, जसको अन्डर चाहिँ हामी सबैजना न्युरोसर्जन्सहरू छौँ। एन्ड वी आर अल कोएक्जिस्टिङ इन हार्मोनी विथ टलरेन्स भनौँ न। सो यही नै हो डिफ्रेन्सेसहरू। अब हाम्रो इस्टर्न र वेस्टर्नमा हेर्दा चाहिँ एमसिएच चाहिँ यो हाम्रो साउथ इस्टर्न कन्ट्रिजहरूमा भयो होइन, एमएस चाहिँ अब जस्तै पाकिस्तान, बङ्गलादेश प्लस अरू मिडल इस्टर्न कन्ट्रिजहरूमा पनि छ जस्तो लाग्यो, र अरू डिफ्रेन्ट कन्ट्रिजहरूमा छ। युएसमा हेर्ने हो भने दे हेभ देयर सेपरेट सिस्टम अफ न्युरोसर्जिकल ट्रेनिङ, त्यहाँ चाहिँ 7 years नै छ। त्यसमा फर्स्ट इयर चाहिँ रेजिडेन्सी इन्टर्नसिप हुन्छ, डिफ्रेन्ट यु रोटेट इन डिफ्रेन्ट स्पेसियालिटिज। त्यसपछि बाँकी रहेको 6 years चाहिँ प्रपर न्युरोसर्जिकल ट्रेनिङ नै हो। त्यहाँ चाहिँ what they think is minimum 7 yearsसम्म ट्रेन भएन भने चाहिँ यु आर नट ट्रेन वेल भन्ने छ। जस्तै अब युकेमा, आयरल्यान्डमा अथवा सम अदर कमनवेल्थ कन्ट्रिजहरूमा चाहिँ एफआरसिएसको कन्सेप्ट छ। डिफ्रेन्ट कन्ट्रिजमा डिफ्रेन्ट सिस्टमहरू छ, डिफ्रेन्ट डिग्रिजहरू छ। तर एट द एन्ड अफ द डे पढाइ उयो, सर्जरी उयो, ट्रिटमेन्ट प्लानहरू उयो हो। यसमा अब रेजिडेन्सीको रिक्रुटमेन्टको जस्तै अब यहाँ हाम्रो इस्टमा र वेस्टमा चाहिँ अलिक कम्प्लिटली डिफ्रेन्ट छ नि होइन। जस्तै अब नेपालमा पढ्ने डिग्रीलाई अब धेरै भ्याल्युड हुन्छ कि अब वेस्टतिर गएर पढ्ने डिग्रीलाई चाहिँ बढी भ्याल्युड हुन्छ? अब मेरो विचारमा चाहिँ, आई माइट बी रङ, तर मेरो विचारमा चाहिँ जुन देशमा जुन सिस्टमहरू चलिरहेछ त्यसलाई नै अलिकति बढी प्राथमिकता त दिइन्छ नै। जस्तै एफसिपिएस अलिकति बढी रुचाइन्छ पाकिस्तानमा, एमसिएच अलिकति बढी रुचाइन्छ नेपालमा होइन। अब यो भन्दै गर्दा जुन वेस्टर्न सोसाइटी अथवा वेस्टर्न मेडिकल फिल्डमा चाहिँ न्युरोसर्जिकल ट्रेनिङमा जानुभन्दा अगाडि, रेजिडेन्सीमा सेलेक्ट हुनुभन्दा अगाडि एक त यु हेभ टु हेभ अ भेरी गुड स्कोर। अब फरेन मेडिकल ग्रेजुएट्सहरूलाई त एटलिस्ट 250 प्लस नै भन्छ होइन, युएसएमा त्यो स्कोरहरू। मेड स्कुलमा राम्रो गरे हुनु पऱ्यो। यु हेभ टु हेभ अ भेरी गुड ब्याकग्राउन्ड इन रिसर्च होइन। तिम्रो मेन्टरसिप पनि त्यतिकै भ्यालुएबल छ, कसको अन्डरमा अब्जर्भरसिप गरेछौ उतापट्टि त्यो पनि डिपेन्ड गर्छ। यो सबै कुराहरू एउटा ठाउँमा आएर राम्रो रिजल्ट आयो भने देन युल गेट सेलेक्टेड इन्टु न्युरोसर्जिकल ट्रेनिङ उता चाहिँ। अब हाम्रोमा चाहिँ एक्जाम सिस्टम मात्रै छ क्या, एन्ट्रान्स एक्जाम दियो, नम्बर निकाल्यो, मेरिटमा आयो, तिम्रो चोइस न्युरोसर्जरी छ भने पायो, त्यस्तो छ। बाहिर चाहिँ अलिक डिफ्रेन्ट एस्पेक्टले पनि हेरिन्छ। तर बाहिर फेरि आफ्नो चिनेकोलाई अलिक बढी प्रायोरिटी, आफूसँग जो ग्रुमिङ भयो अथवा
कसैले रेकमेन्ड गर्दै तिनीहरूलाई प्रायोरिटी भनेर एउटा त्यो हो एडभान्टेज र डिसएडभान्टेज त्यो चाहिँ हो किनकि त्यो हुनु पनि पर्छ जस्तो लाग्छ किनकि न्युरोसर्जरीमा आउन चाहने मान्छेले त त्यहीसँग सम्बन्धित प्रोफेसरको नजिक बसेर आउनु पर्यो इन्ट्रेस्ट देखाएर मलाई न्युरोसर्जरी गर्नु छ है फ्युचरमा म तपाईँहरूसँग अलिकति टाँसिन्छु ल सिक्छु ल तपाईँले गरेको वर्कहरू हेर्छु सर्जरीहरू हेर्छु म्यानेजमेन्ट हेर्छु तपाईँले गरेको रिसर्चमा कन्ट्रिब्युट गर्छु भनेर जाने हो नि त त्यो होइन त्यसरी अब्जर्भरसिपमा जाने हो उनीहरूसँग एउटा लाइसेन्स मेन्टेन गर्ने हो होइन त्यसले गर्दा लेटर अफ रिकमेन्डेसन पनि अलिकति स्ट्रङ नै बन्छ र वान्स द्याट प्रोफेसर थिङ्स ल मेरो अन्डरमा यो मान्छे आउँदैछ यसलाई मैले रिसर्चको लागि फेलोसिपमा पनि राखेको थिएँ राम्रै गरेको छ उसले आई थिङ्क आइ एम भेरी कम्फर्टेबल टु वर्क विथ हिम र आई अल्सो थिङ्क कि आई क्यान ग्रुम हिम वेल आई क्यान ब्रिङ आउट द न्युरोसर्जन अफ हिम भनेर सोचेर ल उसलाई मैले त्यो भनेको त्यो एउटा अभिभावकत्व ग्रहण गर्ने हो नि त होइन तिमी मेरो औलाद हो है भनेर जस्तो भनौँ न त्यसरी लिने हो नि त अफकोर्स इफ अ प्रोफेसर थिङ्क्स कि दिस गाई अर गर्ल इज गोइङ टु डु गुड उसले लिनु परिहाल्यो त्यसमा म नराम्रो चाहिँ केही पनि देख्दिनँ र मेन्टरसिपको एकदमै राम्रो उदाहरण यो हो कि पछिल्लो स्टडिजहरूमा चाहिँ के पाइएको थियो भन्दाखेरि चाहिँ द नोबल प्राइज विनर्स हु मेन्टर्ड देयर स्टुडेन्ट्स वेयर मोर लाइकली टु गेट द नोबल प्राइज भन्नाले डाइरेक्ट इम्प्याक्ट त्यसरी चाहिँ मेन्टरसिपको पर्दो रहेछ भनेर चाहिँ भेटेको थियो होइन सो तपाईँको रेजिडेन्सीमा र एमबिबिएसमा चाहिँ मेन्टरसिपले कतिको रोल प्ले गर्यो र तपाईँको मेन्टरहरू को हुनुहुन्थ्यो के स्टोरीहरू सेयर गर्न सक्नुहुन्छ सो मेन्टरसिप चाहिँ एकदमै चाहिने कुरा हो रेजिडेन्सीमा होइन अब मेन्टरसिप भन्ने कुरा एउटा एकदम प्योर बन्ड जस्तो लाग्छ क्या मलाई बिट्विन टु इन्डिभिजुअल्स भनौँ त्यसमा एउटा चाहिँ एकदम अलिकति सुपेरियर छ इन अ सेन्स अलिकति बढी एक्सपिरियन्स्ड अर्को चाहिँ अलिकति कम एक्सपिरियन्स्ड अलिकति बढी एक्सपिरियन्स्ड मान्छेले आफ्नो एक्सपर्टिज नलेज गाइडेन्सहरू अलिकति लो एक्सपिरियन्स्ड मान्छेमा ट्रान्सफर गर्ने भनौँ न त्यो एकदमै प्योर होली बन्ड जस्तो लाग्छ मलाई मेन्टरसिप भन्ने चाहिँ र यो किन पनि आवश्यकता छ भन्दा यो बुक मात्र पढेर हुने कुरा त होइन मेडिकल फिल्डमा लेटल न्युरो सर्जरीमा किनकि यसमा त हाउ यु डिल विथ द केस होइन केस कतिको क्रिटिकल छ के डिसिजन लिने होइन अर्को यो हुँदा के लिन्थ्यो यो सबै एकदमै चाहिने कुरा हो भनौँ न जस्तै अब मैले पनि अब एज अ मेन्टर कस्तो मान्छे चाहन्छु भन्दा जसले चाहिँ मलाई प्रोफेसनल लाइफमा हेल्प गरोस् प्रोफेसनल्ली डिसिजनहरू गर्नमा अथवा सर्जरीहरू क्यारी आउट गर्नमा हेल्प गरोस् र प्रोफेसनलको साथसाथै पर्सनल लाइफमा पनि हेल्प गरोस् होइन जस्तै आइ एम गोइङ थ्रु सम टर्मोइल इन माई लाइफ कुनै स्ट्रेस फ्याक्टरहरू छ है सर अथवा म्याम हाउ डु आई डिल विथ इट भन्दा कसैले अब यस्तो यस्तो गरिदेऊ यसो गर अनि तिमीलाई यति हुन्छ केही पऱ्यो भने म छु है भन्ने टाइपको मान्छे चाहिन्छ कि सो द्याट्स मेन्टरसिप अब ड्युरिङ माई रेजिडेन्सी ट्रेनिङ आई कन्सिडर माई प्रोफेसर इन पाकिस्तान माई मेन्टर होइन अब हि वाज अ कम्प्लिट प्याकेज क्या होइन सर्जरी अमेजिङ एन्ड हि वाज लाइक अ फ्रेन्ड टु मी अनि भेरी अप्रोचेबल केही क्वेरीहरू लिएर जाँदा यताउति गर्दा एकदमै हेल्प गर्ने भनौँ न अनि धेरै कुरा आई गट इन्सपायर्ड फ्रम हिम मेन्टर मात्र नभएर हि वाज लाइक रोल मोडल टु मी रोल मोडल क्यान बी एनीबडी मेन्टर पनि रोल मोडल हुन सक्यो नचिनेको मान्छे पनि रोल मोडल हुन सक्यो होइन टम फोर्ड त रोल मोडल हुन सक्यो सो हि वाज अ मेन्टर एन्ड अ रोल मोडल अब रेजिडेन्सी सिकेपछि यहाँ आएपछि आई सी द सेम इन माई करेन्ट प्रोफेसर क्या होइन प्रोफेसर प्रकाश विष्ट मेरो पाकिस्तानको चाहिँ प्रोफेसर सेजाद सर्स हुनुहुन्थ्यो सो यहाँ चाहिँ प्रोफेसर प्रकाश विष्ट हुनुहुन्छ अहिले पनि प्रोफेसनल डिसिजनहरू मात्र होइन अथवा अरू कामहरू मात्र होइन पर्सनलमा पनि सर यस्तो पऱ्यो के गर्ने भनेर आई गो टु हिम क्या सो यस्तो मान्छेहरू चाहिन्छ अब त्यो त मैले एज अ मेन्टी लिएँ होइन मेरो मेन्टरहरू देखाएर तर आई हेभ टु गिभ ब्याक समथिङ टु द यङ्गर जेनेरेसनले होइन सो फर्चुनेटली अब पासले चाहिँ प्याटर्न एकाडेमी अफ हेल्थ साइन्सले चाहिँ दे हेभ गिभन मी 3 फर्मल मेन्टिज भनौँ न जो चाहिँ अहिले फर्स्ट इयरमा छ उनीहरू दे कम टु मी यस्तो यस्तो पेसेन्ट हेरेको थियौँ यो यताउति केही प्रब्लम भयो पेसेन्ट भेटेन के गर्ने यताउति सो 1 वर्षसम्म दे वर अन्डर मी सो आई ट्राई टु गाइड देम जति मैले सक्छु भनौँ न त्यति गरियो अब यति यिनीहरू त भयो फर्मल अब
कतिजना तिमीहरूकै स्टुडेन्टहरू आई मिन तिमीहरूकै कलिग्स अथवा जुनियरहरू पनि with their core interest in neurosurgery itself, they have approached me. कतिले रिसर्च गरौँ भन्दै आउँछ, कतिले न्युरोसर्जन बन्नु छ के गरेर हेल्प गर्न सक्नुहुन्छ भन्दै आएर, कतिले रेजिडेन्सी सरी आई मिन यो मेड स्कुलमा हुँदाहुँदै रिसर्चमा इन्भल्भ छ मसँग होइन। कतिजना चाहिँ ओपिडीमा आएर बस्छ, पेसेन्टहरूलाई कसरी हेर्ने, कसरी काउन्सिलिङ गर्ने सिक्नलाई, ट्रिटमेन्टहरू सिक्नलाई, कति राउन्ड्समा आउँछ। And I feel really privileged क्या, त्यो त जबरजस्ती एकाडेमीले दिएको होइन नि त होइन, उनीहरू केही देखेर त आयो होला मैले केही दिन सक्छु कि भनेर। एन्ड आइ एम ट्राइङ टु गिभ देम ब्याक एज मच एज आई क्यान। र फर्मल मेन्टी भन्दा पनि इन्फर्मल मेन्टीहरूलाई चाहिँ मेरो बिग साउट आउट छ, स्पेसली हिमाल एन्ड अद्वान। अनि उनीहरू चाहिँ अब रिसर्चमा एकदमै एन्थुजियास्टिक छ क्या आजकलको न्यू जेनेरेसन भनौँ न, नयाँ जेनेरेसन अफ डक्टर्स होम आई कल जेन जी डक्टर्स। म सब जेन जी हो होइन। द्याट्स अ गुड पोइन्ट, नट स्याड, नथिङ टु बी स्याड अबाउट। सो अब रिसर्चमा एकदमै इन्ट्रेस्ट देखाइरहेको छ, किन हो थाहा छैन। यो सेमिनारको लागि हो कि अथवा करियर ग्रोथको लागि हो, वाट एभर बी द रिजन रिसर्चमा आइरहेको छ, द्याट इज गुड। सर रिसर्च कतिको इम्पोर्टेन्ट छ सर अहिलेको कन्टेक्स्टमा? एकदमै फेमस लाइन नै छ नि आजकल, पब्लिस अर पेरिस भनेर होइन। कि पब्लिस गर कि तिम्रो कामसाम कसैले थाहा पनि हुँदैन, कसैले तिमीले चिन्दा पनि चिन्दैन भन्छ। अब यो चाहिँ यसलाई दुइटै तर्फबाट हेर्न सकिन्छ होइन। केही कुरा पत्ता लगायो अथवा केही चेन्ज इन ट्रिटमेन्ट प्लान ओर गाइडलाइनमा अथवा कुनै नोभल सर्जिकल टेक्निक्सहरू पत्ता लगायो, त्यसलाई पब्लिस गरेन भने त उडेर जान्छ होइन। एउटा त्यो भयो। अर्को चाहिँ ल पब्लिसै गर्नुपर्छ, मेरो नाम अगाडि नै आउनुपर्छ, जबरजस्ती जे पनि पब्लिस गर्न खोज्ने होइन। अब चाहिने नचाहिने जर्नलहरूमा, कस्तो जर्नल भन्दा जो चाहिँ इन्डेक्स प्रपर इन्डेक्स जर्नल पनि छैन, इम्प्याक्ट फ्याक्टर पनि राम्रो छैन, पब्लिकेसन गर्ने नाममा नै क्वालिटी भन्दा पनि क्वान्टिटीतिर बढी जाने ट्रेन्ड पनि देखिएको छ। अब यो चाहिँ बुम भएको स्पेसली कोभिडको टाइममा हो होइन। कोभिडको टाइममा इन्टेन्सिभिस्ट र चेस्ट फिजिसियनहरू बाहेक त अरू कुनै थियो अलिकति एक्टिभमा। सो बाँकी रहेको डक्टरहरू जसले पनि अब रिसर्चलाई टाइम दिन थाल्यो होइन, खालीमा यतिकै बस्नुभन्दा। सो एभ्रिबडी स्टार्टेड पब्लिसिङ। ठिकै छ, पब्लिस हुनु राम्रो हो, तर अलिक क्वालिटीतिर ध्यान दिनुपर्छ भन्छु म। र तिमीहरूलाई पनि पब्लिकेसनमा लाग्न त लाग्ने, रिसर्चहरू पनि पब्लिकेसन गर्ने, रिसर्च एक्टिभिटिजहरूमा ट्रायल्सहरूमा इन्भल्भ हुने, केस स्टडीबाट सुरु गरेर केस रिपोर्टबाट सुरु गरेर होइन बाँकी जाने, इन्टरभेन्सनल स्टडीहरूतिरै जाने, मेटा एनालाइसिस सिस्टमेटिक रिभ्यूहरूतिरै जाने। तर जाँदै गर्दा पब्लिस गर्नुपर्छ, नाम हुनैपर्छ भन्नु अब भनौँ न, त्यही प्रकारको इन्डेक्स नभएको जर्नलहरूतिर टार्गेट गरेर चाहिँ अलिक नगर्नु भन्छु म चाहिँ होइन। पब्लिकेसनहरू त चाहिन्छ, बी इट टु गेट इन्टु रेजिडेन्सी ट्रेनिङ अब्रोडमा or in your career growth, प्रमोसनहरू हुनु पऱ्यो, त्यसमा पनि यति नम्बर अफ ओरिजिनल आर्टिकल्स चाहिन्छ है भन्ने छ। त्यसमा पनि एउटा इन्डाइरेक्ट मोटिभेसन चाहिँ दिएको हुन्छ काम गर्नमा। प्लस योसँगै जस्तै तपाईँको आफ्नो पनि 12वटा आर्टिकल चाहिँ पब्लिस भएको रहेछ, प्लस 3टा च्याप्टर्सहरू पनि लेख्नु भएको रहेछ। सो डाइरेक्टली अर इन्डाइरेक्टली यसले इभिडेन्स बेस्ड मेडिसिनमा पनि कन्ट्रिब्युट गरिरहेको छ होला। सो बुकमा च्याप्टर लेख्नु, यसलाई चाहिँ तपाईँले कसरी लिइरहनु भएको छ? यस्तो हो, पहिला मलाई खासै केही इन्ट्रेस्ट चाहिँ थिएन। म 2019मा 2-3वटा हस्पिटलमा अब्जर्भरसिप गर्न गएको थिएँ। अब अब्जर्भरसिप गर्ने क्रममा आई ह्याड फर्स्ट इमेल डक्टर मार्क ग्रिनबर्ग। उहाँ चाहिँ हाम्रो एउटा टेक्स्ट बुकको राइटर, मेन राइटर, अथर हुनुहुन्छ। उहाँको बुक चाहिँ वर्ल्ड वाइड नै फलो गरेको छ, हामीले एक्जाम दिनु पनि त्यही बुक नै पढ्ने, ह्यान्ड बुक अफ न्युरोसर्जरी। त्यसमा चाहिँ पहिला अलिअलि कुराकानी त भइरहेको थियो। हि इन्भाइटेड मी टु हिज प्लेस, उहाँको हस्पिटलमा, र हस्पिटलमा बसुन्जेल चाहिँ यु स्टे एट माई होम है भनेर भन्नुहुन्थ्यो क्या उहाँले। सो आई स्टेड विथ हिज फ्यामिली फर आई थिङ्क one week जति। अनि त्यति बेला चाहिँ उहाँको बुकहरूकै बारेमा डिस्कस गर्ने, हाउ हि स्टार्टेड राइटिङ भनेर। एउटा उहाँको आफ्नो नोटलाई पहिला आफैले टाइपराइटरबाट प्रिन्ट गर्नुभयो, साथीहरूले माग्यो, त्यसपछि त्यसलाई अब अलिकति बढी भल्युममा निकाल्नु भयो।
त्यसै फर्स्ट एडिसन भनेर प्रिन्ट गर्नुभयो, सेकेन्ड थर्ड गरेर अहिले 10th एडिसनमा छ होइन। सबभन्दा बढी बिक्ने न्युरोसर्जरीको बुक पनि त्यही नै हो। त्यसमा चाहिँ आई मेड अ कमेन्ट कि अब ठिक छ वेस्टर्न वर्ल्डको लागि त राम्रै छ, कति टपिक्स चाहिँ हाम्रो इस्टर्न साइडले चाहिँ अपुग जस्तो लागेर हामी जर्नलहरू पढ्न थाल्छौँ, अरू बुकतिर सर्च गर्छौँ, जस्तै ट्युबरक्युलोसिस भन्ने कुरा आयो होइन। अनि त्यसो भए हजुर किन इन्क्लुड गर्नुहुन्न त नयाँ एडिसनमा भनेर मैले क्वेसन गरेको थिएँ। अनि हि वाज ओके, नेक्स्ट एडिसनमा इन्क्लुड गर्नुहोला जस्तो भयो। अनि एट द एन्ड अफ माई अब्जर्भेसन हि अफर्ड मी, मेरो थेसिस पनि यही टपिकमा थियो, इन्ट्रेस्ट पनि यसमा थियो, अलिकति काम गरेर वाइ डोन्ट यु राइट द च्याप्टर भनेर भन्नुभयो। मैले त फुरुङ्ग भएर ओके गरिदिइहालेँ होइन। अनि त्यसपछि आई केम ब्याक, त्यसपछि कोभिड सुरु भयो, लकडाउन सुरु भयो, लकडाउनको टाइममा लेखेको भनौँ न CNS ट्युबरक्युलोसिस भनेर। त्यसपछि इट गट एक्सेप्टेड, अहिले 10th एडिसनमा पब्लिस पनि भएको छ। अनि मोटिभेसन नै मेरो लागि यही नै भयो। त्यसपछि आई गट अप्रोच्ड बाई अ फ्रेन्ड, उहाँले चाहिँ सर्भाइभिङ न्युरोसर्जरी भनेर अर्को एउटा बुक निकाल्न खोज्दै हुनुहुन्थ्यो, त्यो चाहिँ स्प्रिङ्गरबाट रिलिज भएको छ 2 years ब्याक। त्यो बुक चाहिँ टार्गेटेड टु रेजिडेन्ट्स or medical students who are willing to go to neurosurgery, surviving neurosurgery भनेछ। You guys can buy that book, Amazon मा छ जस्तो लाग्यो। सो त्यो बुकमा चाहिँ एन्ड दे वर फलोइङ माई जर्नी क्या, नेपालको मान्छे पहिला फिलिपिन्समा, त्यसपछि पाकिस्तानमा बसेर काम गऱ्यो, अनि टर्कीमा गएर न्युरोसर्जरी अब्जर्भरसिप, त्यसपछि युएसमा अलिकति थोडा बहुत आइडिया छ यो मान्छेलाई भनेर उनीहरूले दे अफर्ड मी न्युरोसर्जरी अक्रोस द ग्लोब भन्ने एउटा टपिक। त्यसमा चाहिँ मैले च्याप्टर लेखेको थिएँ। अघि डिस्कस गरेको अब डिफ्रेन्सेसहरू भनौँ न, यताको र उताको रेजिडेन्सी ट्रेनिङहरू, ग्याजेट्रिजमा डिफ्रेन्सेसहरू होइन, केस भोल्युम, केस लोडहरू, न्युरोसर्जनको नम्बर होइन प्रोपोर्सनल टु द नम्बर अफ पेसेन्ट्स द्याट दे हेभ टु केटर, त्यसमा डिफ्रेन्सेसहरू चाहिँ त्यो बुकमा त्यो च्याप्टरमा मैले अलिकति हाइलाइट गरेको छु। त्यसपछि MCQको बुकहरूबाट अफरहरू चाहिँ आएको थियो, त्यसमा एउटा पछि मैले लेखेको छु। यही नै हो भनौँ न। सर, मेडिकल स्टुडेन्ट इलेक्टिभ्स, अब्जर्भरसिप्स यिनीहरू कतिको इम्पोर्टेन्ट छ? इलेक्टिभ्स अब्जर्भरसिप्स भन्ने ट्रेन्ड हाम्रो नेपालमा अलिकति छैन भनौँ न, नेसनल लेभलमा। अब बाहिरतिर चाहिँ छ होइन, अब हाम्रै ग्रेजुएट्सहरू पनि बाहिर गएर पहिला गर्ने अब्जर्भरसिप अथवा रिसर्च फेलोसिप नै हो बिफोर दे गेट इन्टु प्रपर ट्रेनिङ, रेजिडेन्सी ट्रेनिङ। सो आफू जानलाको फिल्डमा के कस्तो छ भनेर एउटा प्रिलिमिनरी आइडिया लिनलाई र त्यो फिल्डमा म जम्न सक्छु कि सक्दिनँ, म मेरो फ्युचर देख्छु कि देख्दिनँ भन्नलाई पनि एउटा भयो। अर्को भनेको चाहिँ त्यही हो, अर्को इम्प्रेस गर्न भनौँ न, यु हेभ टु इम्प्रेस युर प्रोफेसर सो द्याट हि टेक्स यु इन्टु हिज रेजिडेन्सी ट्रेनिङ, त्यसको लागि चाहिन्छ। अब नेसनल लेभलमा चाहिँ छैन, इन्टरनेसनल लेभलमा एकदमै मजाले नै छ। म पनि चाहन्छु कि अब नेपालमा फर्मल्ली नै नभए पनि इन्फर्मल्ली नै जो इन्ट्रेस्टेड छ, वीरमा जान सक्यो, टिचिङ हस्पिटलमा जान सक्यो, हाम्रै पाटनमा पनि आउन सक्यो, मलाई यस्तो यस्तो छ, इलेक्टिभ गर्नु मन छ, 80 महिनाको लागि आउँछु है भने त नोबडी विल से नो एज लङ एज यु हेभ द लाइसेन्सियर डिग्री होइन, काम गर्नको लागि NMCको डिग्री छ भने एभ्रिबडी विल से ओके। अर्को भनेको स्टुडेन्टकै लेभलमा पनि आउन सकियो, एज लङ एज यु डोन्ट डु दि थिङ्स वाट डक्टर्स डु, एज अ स्टुडेन्ट अब्जर्भ गर्न पाइयो। त्यस्तोमा त हामी पनि इजिली दिन्छौँ एलओआर, त के प्रब्लम छैन हामीलाई। नेपालमा पनि जस्तै इन्टरमेडिकल स्कुल इलेक्टिभ्सहरू चाहिँ त्यो NMCले चाहिँ क्रेडिट गर्यो भने चाहिँ द्याट काउन्ट्स एज अ ट्रेनिङ भनेर सुरु गर्यो भने चाहिँ बेटर होला। हुनुपर्छ होइन, किनकि सबै सेटअपमा सबै कुरा अभाइलेबल छ भन्ने छैन। जस्तै मैले अहिले हेऱ्यो भने वीर हस्पिटलमा कोही जान चाह्यो भने कुनै मेडिकल कलेजबाट होइन, प्राइभेट मेडिकल कलेज, त्यहाँ चाहिँ न्युरोसर्जरी हुन्छ बेसिक, र अलिकति एडभान्स लेभलहरू हेर्नु मन लाग्यो भने, एडभान्स लेभल अफ सर्जरिजहरू हेर्नु मन लाग्यो भने वीर हस्पिटल जान्छु भनेर कोही इन्ट्रेस्टेड भयो भने त्यो सरकारले, सम्बन्धित निकायले पठाउन सक्ने एउटा नियम हुनु पऱ्यो क्या, पठाउन सक्ने हुनु पऱ्यो, त्यो चाहिँ चाहिन्छ। सो यदि भन्दै गर्दाखेरि चाहिँ हाम्रो यस पोडकास्ट सिरिज आर्ट अफ मेडिसिनमा चाहिँ हाम्रो जति 1 yearमा हामीले जति एपिसोड्सहरू लिएर आउँछौँ, यो सबको
को क्रेडिट जान्छ हाम्रो निमा पब्लिकेसनलाई। सो निमा पब्लिकेसनलाई धेरै धेरै धन्यवाद। सर हजुरले निमा पब्लिकेसनको बारेमा सुन्नुभएको छ? म मेरो आइएससी डेजमा चाहिँ सुनेको होइन, पढेको हो भनौँ न। कति सब्जेक्ट्सहरू चाहिँ अलिकति गाह्रो लाग्थ्यो, जस्तै नेपाल परिचय भन्ने हुन्थ्यो हाम्रो आइएससीमा, त्यो चाहिँ अलिकति गाह्रै लाग्थ्यो बुकबाट पढ्नलाई। अनि उहाँहरूको चाहिँ गेस्ट पेपरहरू हुन्थ्यो, त्यो नेपाल परिचय चाहिँ मैले गेस्ट पेपर पढेरै दिएँ, अरू चाहिँ होइन। त्यति बेलादेखि चिन्ने हो। धेरै फिल्डहरूमा आइए, आइकम, बिकम, आइएससी यस्तोमा उहाँहरूको एकदम येल्लो कलरको सानो बुक हुन्थ्यो, धेरैको हातमा हुन्थ्यो, स्पेसली एक्जामको टाइममा। निमा एकाडेमीमा चाहिँ पढेर हाम्रो अहिलेको मेडिकल स्टुडेन्ट्सहरू, मेडिकल एस्पिरेन्ट्सहरूले चाहिँ राम्रो रिजल्ट ल्याउन सक्नुभएको छ देशमा र विदेशमा पनि। उहाँहरूले यस स्थानलाई चाहिँ बेस बनाएर धेरै ठाउँमा फैलिनु भएको छ। अहिले हामी मेडिकल स्टुडेन्ट्स इन्टर्न्सहरूमा चाहिँ नेटवर्किङ बना भनेर हुन्छ, नेटवर्किङ गरेर हुन्छ नि त। सो यसको इम्पोर्टेन्स के छ सर? मैले अब मेरो रेजिडेन्सीको टाइममा टर्कीमा, त्यसपछि उता युएसमा गरेको अब्जर्भरसिप वाज सोली बेस्ड अन नेटवर्किङ होइन। अब पहिला जस्तो गाह्रो होइन, आजकल इमेल छ्यापछ्याप्ती पाउँछ होइन। इफ युआर इन्ट्रेस्टेड आफ्नो क्वेरीहरू राखेर क्यान आई जोइन भनेर इमेल गर्नलाई 5 मिनट लाग्छ होइन। सो इमेल गर्ने, आफूलाई मन परेको सर्जन अथवा मेडिकल पर्सन वेभर, त्यसरी एक त कन्ट्याक्टमा बस्न सक्यो। अर्को भनेको सोसियल मिडियाको जमाना छ, फेसबुकमा पनि एड हुन सक्यो, प्रोफेसनल वेबसाइट्सहरू छ, रिसर्च गेट छ, लिङ्कडिन छ, त्यसमा कनेक्ट हुन सक्यो होइन। अब मैले पनि इमेल गरेरै त्यसरी नै भेटेर गएको दुबईतिर। अब सोसियल मिडियामा पनि कति चाहिँ अब एक्सक्लुसिभ ग्रुप्सहरू हुन्छ क्या, जस्तै न्युरो सर्जरीको पनि ग्रुप छ होइन, न्युरो सर्जरी ककटेल भन्ने छ, त्यसमा चाहिँ ओभर 30,000 न्युरो सर्जन्स फ्रम अल ओभर द वर्ल्ड हुनुहुन्छ। अब त्यसमा चाहिँ अब लकिली आफ्नै नेपालकै एकजना सिनियर न्युरो सर्जन हुनुहुन्छ, डाक्टर बिपिन चौरसिया, इज द एडमिन। अनि उहाँको अब यो ग्रुपबाट सबैजनासँग कम्युनिकेट गर्दा गर्दा इज भेरी पपुलर नाउ, सबैले चिन्छ डाक्टर बिपिन चौरसिया भनेर न्युरो सर्जिकल कम्युनिटीमा होइन। सो द्याट्स वान एडभान्टेज अफ नेटवर्किङ होइन। अब तिमीलाई केही कुरामा फ्युचरमा फेलोसिप लिनु मन लाग्यो अथवा कुनै ठाउँमा गएर स्पेसलाइज ट्रेनिङ लिनु मन लाग्यो, अब्जर्भरसिपको लागि जानु मन लाग्यो भने यु क्यान गेट कनेक्टेड थ्रु द्याट प्लेटफर्म होइन। त्यही प्लेटफर्मबाट हामी कति केसहरू डिस्कस गर्छौँ, यति वर्षको मान्छे आयो, यो प्रब्लम लिएर के गर्ने भनेर। अब त्यसमा विदिन मिनट्स होइन, यहाँको मात्र होइन, कति 7 समुद्र पारीको न्युरो सर्जनले पनि यो गरे बेस्ट हुन्छ भनेर लेख्दै आउँछ। द्याट्स अल्सो पावर अफ नेटवर्किङ होइन। सो तिमीहरूको लागि चाहिँ टु गेट इन्टु रेजिडेन्सी अथवा अब्जर्भरसिप एउटा कम्युनिकेसन गर्ने माध्यम भनौँ न, इनिसिएट गरिदिनलाई नेटवर्किङ इज भेरी इम्पोर्टेन्ट। So what messages do you have to the upgrowing neurosurgeons out there? सबैजना राम्रो गर्दैछ, राम्रो त्यसैलाई कन्टिन्यू गर भन्छु म। खासै भन्नु त केही छैन मेरो। Any idea on how to deal with patients and how to त्यो चाहिँ कस्तो भन्दा ब्ल्याक एन्ड व्हाइटमा रिटर्न थिङ होइन रहेछ क्या होइन। पेसेन्टहरूसँग डिल गर्ने, काउन्सिलिङ गर्ने अथवा पेसेन्ट कन्डिसनहरू ब्रिफ गर्ने कुराहरू भनेको चाहिँ विथ टाइम सिक्ने कुरा रहेछ, विथ एक्सपिरियन्स भनौँ न। हाम्रो कुनै पनि बुकमा पेसेन्टलाई यसरी काउन्सिलिङ गर्नुपर्छ भनेर लेखेको च्याप्टर हुँदैन क्या। त्यो चाहिँ तिमीले सोल्ली फ्रम यर सिनियर सिक्ने हो है। सुरुको फ्यु टाइम्स चाहिँ उहाँहरूले कसरी काउन्सिलिङ गर्नुहुन्छ, जस्तै मैले पाकिस्तानमा बसेर काउन्सिलिङ गर्ने तरिका र मैले नेपालमा बसेर काउन्सिलिङ गर्ने तरिका इज क्वाइट डिफ्रेन्ट होइन। यहाँ आएर चाहिँ अब मैले उताको वर्डहरू टर्मिनोलोजिसहरू युज गर्न मिलेन, उहाँको लेभल अफ थिङ्किङ अर्कै हुन्छ, यहाँको एभरेज ले पर्सनको लेभल अफ थिङ्किङ अर्कै हुन्छ। यहाँ मैले अब सक्दो नेपाली ठेट भाषामै कसरी रोगको बारेमा सिकाउने, के उपचारको पद्धतिहरू छ, विधिहरू छ, अप्सन्सहरू दिने, कुन चाहिँ बेस्ट हुन्छ उहाँको लागि भन्ने
यहाँनिर के जटिलता आउन सक्छ एकदमै सरल नेपाली भाषामा सम्झाउनु पर्ने हुन्छ नि त, जुन मलाई सुरुमा एकदमै गाह्रो भएको थियो किनकि यो सिस्टममा पढेको होइन म होइन। यहीँ पढेको मान्छेले यहाँको सिनियर्सहरू प्रोफेसरहरूलाई हेरिरहेको हुन्छ, सिकिरहेको हुन्छ, मलाई चाहिँ अलिकति टाइम लाग्यो यो सिक्नलाई। सर हाम्रो अघि मैले कुरा गरेँ जस्तै Q&A गरेको थियौँ 2 weeks 1 or 2 weeks ब्याक, त्यसमा चाहिँ क्वेसन्सहरू आएको थियो अनि त्योमध्ये वान अफ द क्वेसन्स इज ब्रेन ट्रान्सप्लान्ट पोसिबल? नट पोसिबल, फुल स्टप, नथिङ एल्स। नथिङ। त्यो कादर खानको मुभीमा देखाएको जस्तो डिप फ्रिजमा राखेर अर्कोलाई राख्ने भन्ने हुँदैन। फ्युचरमा हुनेवाला पनि देख्दिनँ म चाहिँ ब्रेन ट्रान्सप्लान्ट नै, बिकज देयर आर बिलियन्स अफ न्युरोन्स, कसरी कनेक्ट गर्ने एउटा एउटालाई। देयर आर वेज टु स्किप जुन अहिले नयाँ टेक्नोलोजीहरूले गर्दैछ, तर ट्रान्सप्लान्टै भनेर त्यस्तो चाहिँ सकिँदैन। एउटा भेसल एनास्टोमोसिस गर्नलाई चाहिँ कति गाह्रो छ ब्रेनमा होइन, लेट अलोन न्युरोन्स। सर एआई र रोबोटिक्सको चाहिँ क्यान दे रिप्लेस न्युरोसर्जन्स इन द फ्युचर? इज इट पोसिबल? रिप्लेस नै भन्ने त होइन, दे क्यान बी अ गुड हेल्प भनौँ न इन दि आर्मामेन्टेरियम। रिप्लेस गर्न त गाह्रो छ, रोबोटले नै आएर पुरा अपरेट गर्ने भन्ने होइन। जुन सर्जिकल रोबोट्सहरू छ, स्पेसली न्युरो सर्जिकल रोबोट्सहरू, त्यो चाहिँ ह्युमनोइड रोबोटहरू गर्दै हिँड्दै आएर गर्ने होइन, एउटा रोबोटिक आर्म हुन्छ, त्यसमा पनि प्रि प्लान गरेको हुन्छ सर्जनले नै, कसरी ट्राजेक्ट्री के गर्ने, कति डेप्थमा जाने भनेर त्यसमा मात्रै हेल्प गर्ने हो रोबोटले भनेको। अब फ्युचर चाहिँ हो रोबोट इज अ फ्युचर, एआई इज अ फ्युचर। अब रोबोट्स पनि नेपालमा आइसकेको छ होइन, फ्यु इयर्स ब्याक आई थिङ्क केएमसीमा आइसकेको छ। अन्नपूर्ण हस्पिटलमा प्रोफेसर बसन्त पन्त सरले पनि ल्याउनु भयो अहिले रिसेन्टली, सो एडभान्समेन्ट त हो, तर टेक्नोलोजीलाई पनि आत्मसात गर्दै चल्नुपर्छ कि होइन। यसले केही पनि गर्न सक्दैन यताउति भन्नुभन्दा पनि जे चेन्जेस आइरहेछ त्यसलाई आफ्नो सिस्टममा ल्याएन भने युल पेरिस होइन। सो द्याट्स इम्पोर्टेन्ट। अर्को अब अहिलेको हट टपिक होइन एआई, आर्टिफिसियल इन्टेलिजेन्स इन अलमोस्ट एभ्रिथिङ अहिलेको हट टपिक नै हो। अब एआई पनि न्युरो सर्जरीमा युज भइ नै रहेको छ, डायग्नोसिसदेखि लिएर ट्रिटमेन्टमासम्म भनौँ। अब कति सिटी स्क्यान, एमआरआई, पेट स्क्यानहरूमा पनि आजकल एआईको हेल्पले अब ह्युमन अथवा रेडियोलोजिस्टले कतै मिस गर्नु भएको छ भने त्यहाँ पनि यहाँ यो छ है भनेर पोइन्ट आउट गरिदिन्छ आजकल। प्री सर्जिकल प्लानिङमा पनि होइन, अब 3D मोडलहरू बनाउनमा ट्युमर कुन चाहिँ सेरेब्रल कर्टेक्स भन्दा कति तल छ, कुन चाहिँ लोबमा छ, कतिको डिप छ, नियर बाई न्युरोभास्कुलर स्ट्रक्चरहरू के छ अभोइड गर्नु, त्यो सबै पहिले 3Dमा प्लान गरेर आजकल त अब हेर्नै मिल्छ नि होइन। जस्तै एप्पलले भिजन प्रो निकालेको छ, आजकल भिजन प्रोमा एकातिर सर्जनले आफ्नो अपरेटिभ साइट हेरिरहेको हुन्छ, साइडमा स्क्यान्सहरू राखिरहेको हुन्छ होइन। त्यो पनि अब गुड थिङ होइन, अगमेन्टेड रियालिटीलाई हेल्प गरिरहेछ। त्यस्तै अब सर्जरीलाई हेल्प गर्यो, सर्जरी पछि अब मोलिकुलर एनालाइसिसहरूमा, जेनेटिक एनालाइसिसहरूमा, ट्रिटमेन्ट प्रोटोकल्सहरूमा हेल्प चाहिँ गरिरहेछ एआईले। सो आजको 10 years पछि चाहिँ न्युरो सर्जरीले कस्तो रूप लिएला सर? व्हाट डु यु थिङ्क अबाउट द्याट? अब जुन हिसाबले रोबोट्सहरू आइरहेको छ, एआईहरू आइरहेको छ, डेफिनेटली अब हेल्प चाहिँ हुन्छ होइन। सर्जरीहरू एकदमै मिनिमली इन्भेजिभ हुन्छ, लेस टाइम कन्ज्युमिङ, त्यसपछि पेसेन्टहरूको रिकभरी पनि चाँडै नै हुन्छ। टेक्नोलोजिकल एडभान्समेन्ट्सहरूमा अझै बढी नै एडभान्स हुँदै जान्छ। जस्तै फर इक्जाम्पल हामी फ्यु इयर्स ब्याक र अहिले पनि इलेक्ट्रोड्सहरू हाल्छौँ ब्रेनमा होइन, डिप ब्रेन स्टिमुलेसनको लागि। त्यसपछि ब्याट्री राख्छौँ, सबक्युटेनियसली एउटा इलेक्ट्रोडहरू एक्सटेन्सन लगाएर इम्प्लान्टेबल पल्स जेनेरेटर भन्ने हुन्छ, जसलाई आम भाषामा ब्याट्री भनिन्छ, पेसमेकर भनौँ, त्यो युज गर्छौँ। त्यसले गरेर ब्रेन स्टिमुलेट गरेर पार्किन्सनिजमको पेसेन्टहरू, डिस्टोनिया, एसेन्सियल ट्रेमरहरूको सिम्टम्सहरूलाई कम गर्छौँ होइन। अब आजकल फर्दर एडभान्समेन्ट त्यही कुराहरू फोकस्ड अल्ट्रासाउन्डबाट दिन सकिन्छ। त्यो भनेको विदाउट एनी इन्सिजन होइन, अल्ट्रासाउन्डको वेभ्सहरूले नै ठ्याक्क त्यो ठाउँमा गएर लिजनिङ गरिदिन्छ, त्यो पनि एउटा एडभान्समेन्ट नै हो। अब यस्तै हो,
सर्जरी गरेर भन्दा पनि कम सर्जरी गरेर त्यो पनि मिनिमली इन्भेजिभ वेबाट गएर पेसेन्टको राम्रो आउटकमको लागि वेयर फिजिबल होइन त्यतातिर एडभान्समेन्ट हुँदैछ वर्ल्डतिर सो आई थिङ्क द फ्युचर इज ब्राइट भन्छु म सर यो न्युरो सर्जरीको एडभान्समेन्टको कुरा गर्दै गर्दाखेरि चाहिँ न्युरालिङ्कमा चाहिँ के छ यसमा कुराहरू चाहिँ के छ एलन मस्कको कम्पनी ब्रेन इम्प्लान्ट होइन मैले पनि सुरुदेखि नै अलिकति चाख लागेरै अनि क्लोजली फलो गरिरहेको कम्पनी अथवा टेक्नोलोजी हो न्युरालिङ्क होइन खासै धेरै भएको छैन लेस देन 10 इयर्स भयो उनीहरूले पहिला पिगमा त्यसपछि मङ्कीमा र अहिले आएर ह्युमन ट्रायल्सहरू चाहिँ सुरु गरिसकेको छ यो वर्षदेखि बेसिकली कन्सेप्ट भनेको चाहिँ एलन मस्कले भन्दा पनि पहिला अरूले नै गरिरहेकै छ ब्रेन कम्प्युटर इन्टरफेसहरू होइन त्यो भनेको चाहिँ हाम्रो ब्रेनले जे सोच्छ त्यो चाहिँ कम्प्युटरमा त्यस्तै प्रकारले प्रोग्रामिङ गरेर कमान्डहरू दिने भनौँ न स्पेसली एएलएसको पेसेन्टहरू होइन त्यसपछि अल्जाइमर्सको पेसेन्टहरू अथवा स्पाइनल कर्ड इन्जुरी भएर टोटली क्वाड्रिप्लेजिक चारवटा हातखुट्टै नचलेर व्हिलचेयर बाउन्ड भएको पेसेन्टहरूले एटलिस्ट केही न केही माध्यमबाट कमान्डहरू दिन सक्ने भन्ने हिसाबले हो अब उहाँ आउनुभन्दा अगाडि चाहिँ एभ्रिथिङ युज टु बी वायर्ड क्या ब्रेन इम्प्लान्ट राखेर अनि इलेक्ट्रोड्सहरू वायरहरू कुनै कम्प्युटर अथवा ल्यापटपमा जोइन गरेर त्यसपछि उहाँहरूको ब्रेनबाट आउने सिग्नलहरूले कमान्ड दिएर कम्प्युटरमा काम दिएर कसैले गेम खेल्ने कसैले के गर्ने त्यो थियो अब उहाँ आएपछि चाहिँ वायरलेस टेक्नोलोजीमा गएको खास होइन अब हि इज ब्रिलियन्ट गाइ हि इज अ जिनियस होइन उसले गर्ने कामहरू भइरहेको कामभन्दा एक्सपोनेन्सियल रूपमा बढिरहेको छ जति इलेक्ट्रोड पहिलाको मान्छेहरूले जति कर्टेक्सहरू न्युरोन्सहरू टार्गेट गरेर वायर टेक्नोलोजीमा भइरहेको थियो युरोपतिर अब त्योभन्दा कयौँ गुणा बढी वायरलेस टेक्नोलोजी थ्रु द ब्लुटुथबाट भनौँ न उहाँले गरिरहनु भएको छ त्यो पनि विदिन स्प्यान अफ फ्यु इयर्स ओन्ली होइन बनाएको न्युरालिङ्कको चिप आई थिङ्क N1 हो अहिले होइन र त्यो चिप हाल्ने चाहिँ न्युरोसर्जन होइन स्याडली होइन रोबोटले हालिरहेछ रोबोट चाहिँ R1 नामको रोबोट छ एकदमै विथ हाई प्रिसिजन काम हुन्छ त्यसले चाहिँ अब मोटर कर्टेक्समा लगेर राख्ने हो र जुन थट्सहरू हाम्रो मोटर सिग्नलमा ल्याउन चाहन्छौँ नि त्यो थट्सहरूलाई अब मोटर कर्टेक्सबाट पिक गरेर अब हातखुट्टा चल्ने मान्छेहरू भइरहेको हाम्रो हातले यसरी काम गर्छ होइन म हात अगाडि लान्छु भनेर सोचेपछि मोटर कर्टेक्सले हातको कर्टेक्स स्टिमुलेट भएपछि यसरी अगाडि लाने होइन अब क्वाड्रिप्लेजिक पेसेन्ट हातखुट्टा चलाएको छैन व्हिलचेयरमा छ भने त त्यो त वर्क हुने भएन होइन अब त्यो काम चाहिँ उहाँले वायरलेसली हात चलाएर कम्प्युटरले यसो कर्सर चलाउँछु भन्नुभन्दा पहिल्यै दिमागले नै कर्सर चलाइरहेको छ मोनिटरमा त्यो ब्रेन कम्प्युटर इन्टरफेस भनेको होइन कतिले अब प्रोस्थेसिसहरू युज गर्नु होला होइन आर्टिफिसियल आर्म जसको एम्पुटेसन भएको छ अब त्यो सिग्नल यो आर्मले रिसिभ गर्यो भने द्याट क्यान वर्क होइन यो सबै स्किप गरेर नेक्स्ट थिङ वाट हि इज ट्राइङ टु डु इज कसैको स्पाइनल कर्ड इन्जुरी भएको छ लेट्स से C2 C3 लेभलमा यतातिर ब्राकियल प्लेक्ससहरू केही पनि चल्दैन त्योभन्दा तल हातखुट्टा केही पनि चल्दैन तर यहाँ एउटा चिप छ अर्को चिप इन्जुरीभन्दा तल छ भने त्यो दुइटा कम्युनिकेट गर्यो भने होइन त्यो ठाउँ त स्किप भयो नि त होइन यहाँबाट सिग्नल गयो त्यो सिग्नल तल लेट्स से ब्राकियल प्लेक्ससवाला एरिया 4, 5, 6 तिर सर्भाइकल रिजनतिर चिपले रिसिभ गर्यो भने हिज ह्यान्ड क्यान स्टिल फङ्सन अब यो अहिले थियोरीमा मात्र भए पनि आई थिङ्क नियर फ्युचरमा दिस इज भेरी पोसिबल विथ जिनियस लाइक हिम एन्ड अदर जिनियसेस वर्किङ अन्डर हिम दिस इज भेरी प्लसिबल इन द नियर फ्युचर आई सी द फ्युचर भेरी ब्राइट अगेन यसलाई लिएर चाहिँ अब एलन मस्क इज वर्किङ अब हि इज आई थिङ्क असुम टु बी अ ट्रिलियनियर भइसक्यो छैन होला इन नियर फ्युचर विल बी होइन अब धेरै ठाउँमा हात हालेको छ यस्तो जिनियस मान्छेलाई अब रकेट साइन्समा पनि हिज इन्भल्भ अब ब्रेन सर्जरीमा पनि हिज इन्भल्भ होइन अब 2024को CNS भन्ने हाम्रो एउटा कङ्ग्रेस अफ न्युरोलोजिकल सर्जन्स सोसाइटी भन्ने छ होइन त्यो चाहिँ अब छाता सङ्गठन हो क्या सबै वर्ल्डभरिको न्युरो सर्जन्सहरूलाई राख्ने त्यसमा चाहिँ यु वाज द चिफ गेस्ट क्या यो वर्ष चाहिँ बिकज हि इज वर्किङ अन न्युरालिङ्क
अनि he was asked by one of the neurosurgeons an age-old question, what is difficult, rocket science or brain surgery भनेर हैन सबैको दिमागमा हुन्छ नि हैन जसले पनि पहिला भन्थे it's not a brain surgery is it भन्थ्यो अथवा it's not rocket science is it भन्थ्यो तर दुईटामा कुन चाहिँ हो भन्ने सबैलाई हन्यलले थियो नि त कुन चाहिँ डिफिकल्ट भनेर so the neurosurgeon asked this question at the end because he was the right person हैन दुईटैतिर खुट्टा राखेको छ नि त अरूतिर टेस्ला पनि छ नि त सधैँ रकेट साइन्स पनि बुझेछ यो मान्छेले ब्रेन सर्जरी पनि बुझेछ अनि क्वेसन सोद्धा चाहिँ हि फर्स्ट स्माइल्ड अनि दुइटै उस्तै उस्तै हो तर ब्रेन सर्जरी चाहिँ अलिकति डिफिकल्ट हो भन्दै थियो क्या बिकज यो डिलिङ विथ द ह्युमन बडी आफ्टर अल रकेट साइन्समा अलिकति प्रब्लम भए एरर भए मिलाउन सकिन्छ यताउति ब्रेन सर्जरी चाहिँ दुइटै डिफिकल्ट हुँदा हुँदै पनि रिलेटिभली अलिकति डिफिकल्ट हो भने चाहिँ he finally answered the age-old question. Are you happy with the answer, sir? Of course. So you're currently working at Patan Hospital as an assistant professor. So you're obviously staying in Nepal, but is there any other plans that you have in mind you're working on? Or? Definitely. I would like to continue this journey of mine at Patan Hospital for now. Future-मा चाहिँ I want to go into some sort of fellowship program. अहिलेलाई चाहिँ स्टिरियोट्याक्टिक एन्ड फङ्सनल न्युरोसर्जरीतिर जान चाहन्छु म बाहिरतिर चाहिँ न्युरोसर्जन भनेपछि न्युरोसर्जन पछि पनि सब स्पेसलाइजेसन गर्ने चलन छ I think it's high time that we develop that system here in Nepal as well. We need functional neurosurgery नभएको होइन भइरहेको छ Annapurna Hospital, they are doing tremendous job. Professor Basanta Pansar, Dr. Resako underमा त्यसपछि अहिले रिसेन्टली हाम्रो वीर हस्पिटलमा पनि प्रोफेसर प्रकाश विष्टपछि प्रोफेसर राजीव झाले उहाँले राम्रैसँग सुरु गरिसक्नु भएको छ फङ्सनल सर्जरीको एस्पेक्ट भनौँ न अनि आई वुड वान्ट टु स्टार्ट इट इन पाटना हस्पिटल एज वेल बट विथ अ फर्मल डिग्री समयले दियो र भाग्यमा मिल्यो भने त्यही अनुसार अब इट्स हाई टाइम कि नेपालमा पनि कोही न्युरो अङ्कोलोजिकल सर्जन भएर आओस् कोही ट्रमा न्युरो सर्जन भएर आओस् कोही पिडियाट्रिक न्युरो सर्जन भएर आओस् कोही स्कल बेस्ड न्युरो सर्जन भएर आओस् आई डोन्ट मिन कि यो सबै सर्जरीहरू भइरहेको छैन भइ त रहेको छ सबै न्युरो सर्जनहरूले मिलेर गरिरहनु भएको छ अब प्रपर सब स्पेसियालिटीमा जाने टाइम आयो जस्तो लाग्छ हाम्रो मेडिसिनमा चाहिँ सर्जरीमा कति फिल्डहरू ओभरल्याप भइरहेको हुन्छ होइन त्यो स्पाइन चाहिँ हाम्रो अर्थोपेडिक्सहरूले पनि गर्नुहुन्छ सरहरूले अनि न्युरो सर्जनहरूले पनि गर्नुहुन्छ होइन ठ्याक्कै डिमार्केसन चाहिँ कहाँ छ सर यसमा अब स्पाइन सर्जरीले लिएर अलिकति कन्ट्रोभर्सी चाहिँ छ यहाँ मात्र होइन यो वर्ल्ड वाइड नै हो कसले कहाँसम्म गर्ने भन्ने हो अब अर्थोपेडिक्समा चाहिँ स्पाइन नै प्रपरली भन्नु छैन अर्थोपेडिक्स सकेपछि स्पाइन सर्जरीको उहाँहरू फेलोसिप अथवा एक्स्ट्रा ट्रेनिङमा जानुहुन्छ न्युरो सर्जरीको चाहिँ आई वुड से 40% अफ न्युरो सर्जरी स्पाइन हाम्रो चाहिँ रेजिडेन्सीमै पढाइ भएको हुन्छ त्यही भएर वी डोन्ट बेसिकली निड टु गो इन्टु डिफ्रेन्ट फेलोसिप प्रोग्राममा तर यदि स्पाइन फेलोसिप गरेर आउनु भएको छ कुनै स्पाइन सर्जनले भनेपछि डेफिनेटली दे क्यान डु एन्ड दे आर डुइङ अ भेरी गुड जब स्पेसली विथ स्पाइन फिक्सेसन मोर सो इन हाम्रो यो स्कोलियोटिक केसहरूमा भनौँ न डिफर्मिटी करेक्टिभ सर्जरीहरूमा दे आर डुइङ अ भेरी गुड जब बाँकी तलको अब कड रिलेटेड इस्युज डिस्कमा नर्भहरूमा अथवा स्पाइन कर्डको ट्युमरहरूमा त आई थिङ्क न्युरो सर्जन्स आर टेकिङ ओभर त यही नै हुनुपर्छ ट्रेन्ड मिलेर काम गर्ने हो भनौँ न यही नै हुने भन्ने चाहिँ छैन जसको दक्षता जहाँसम्म छ त्यहाँसम्म भनौँ सर हाम्रो नेपालमा चाहिँ सबभन्दा बढी न्युरो सर्जरीको आइसियु बेड्स भएको हाम्रो पाटन हस्पिटल भन्नु पनि अघि आइसियुमा चाहिँ कस्तो पेसेन्ट्सहरू चाहिँ धेरै देखिन्छ लास्ट 2.5 इयर्समा बढी नै देखेको भनेको चाहिँ हेमोरेजिक स्ट्रोक नै हो त्यो पनि अब पहिला चाहिँ 60-70-80 वर्षतिर देखिन्थ्यो होइन क्रोनिक हाइपरटेन्सिभ पेसेन्टमा अब मेडिकेसनहरूको कम्प्लायन्सहरू मिलेन अथवा ब्लड प्रेसरहरू स्वाटै बढ्थ्यो यताउति गर्न हाइपरटेन्सिभ स्ट्रोक देखिन्थ्यो अहिले पनि हाइपरटेन्सिभ स्ट्रोक नै छ तर अलिकति यङ जेनेरेसनमा चाहिँ बढी देखिएको छ
होइन अब यो हाम्रो लाइफस्टाइलले नै गरेर हो ल्याक अफ एक्सर्साइजहरू त्यसपछि डायटेरी कन्ट्रोलहरू भएन स्ट्रेसफुल छ इन्भाइरोमेन्ट होइन कति हेरिडिटेरीको पनि त्यसमा एडप्ट त हुन्छ नै तर स्ट्रोक चाहिँ एकदमै बढी देखेको छौँ यसमा पनि अपरेट गर्ने नगर्ने भनेर दुईवटा स्कुल अफ थट्स छ होइन अब अपरेसन गर्दा कति केसहरूमा चाहिँ गर्दा पनि नगर्दा पनि फङ्सनल आउटकम चाहिँ उस्तै नै छ भन्नु भन्छ हाम्रो ट्रायल्सहरूले वर्ल्ड वाइड होइन अब अपरेट गर्ने मोर्टालिटीमा चाहिँ बेनिफिट हुने मान्छे त बाँच्ने तर फङ्सनल आउटकम चाहिँ नदेखिने होइन आफ्टर फ्यु मन्थ्स जस्तै दे आर नट एबल टु डु देयर एक्टिभिटिज अफ डेली लिभिङ इन्डिपेन्डेन्टली होइन कति पेसेन्ट्सहरू बाँच्न त बाँच्ने तर भेजिटेटिभ भएर बस्दिने मतलब बेडमै पल्टेर खानालाई एनजीबाट गइरहेछ युरिन फोलिक क्याथेटरबाट निस्किरहेछ बेड रिडन कोही केयरटेकर एट अल टाइम्स चाहिने बाहिरतिर यस्तो केयर होमहरू चाहिँ हुन्छ गभर्मेन्टले सपोर्ट गरिदिइरहेको हुन्छ अब यही कन्डिसन चाहिँ हाम्रो हस्पिटलमा भन्दा पनि हाम्रो देशमा अलिकति गाह्रै देखेँ क्या मैले अब बचाउनु भनिदिनुहुन्छ कतिले होइन अब कतिले चाहिँ अपरेसन गर्नै मिल्दैन हामी सकिँदैन गरेर पनि फाइदा छैन स्योर जानु नै हुन्छ भनेर हामी काउन्सिलिङ गरेर अपरेट नै गर्दैनौँ बोर्डरलाइन जस्तो केसहरूमा चाहिँ अपरेट गरिदिँदा पनि बचाउन त बचाइयो भेजिटेटिभ भयो अथवा कोही अरूको सहारा अल द टाइम चाहियो भने फ्यामिलीको पनि कोही मेम्बर एट अल टाइम्स चाहियो अब केयरको लागि फर्दर ट्रिटमेन्टको लागि त्यो फ्यामिलीको बिचरा कतिको घर बेच्छ कतिको जग्गाहरू बेच्छ होइन अब प्रोडक्टिभ उमेरमा भएको मान्छे बाहिर काम गर्न जबमा नगएर केयर गर्नै घरमा बसेर त अब इन्कमको सोर्स पनि भएन बाहिरको इन्कम पनि गयो अथवा बाहिरको प्रपर्टी पनि बेच्नु पऱ्यो त्यो चाहिँ एकदमै नराम्रो लाग्छ क्या म आएदेखि नै धेरै नै यो विषयमा सोचिरहेको छु होइन त्यसको लागि गर्ने त के त सरकारी लेभलमै यस्तै केयर होमहरू हुनु पऱ्यो पोस्ट स्ट्रोक केयर होमहरू हुनु पऱ्यो कि त सर्ट आन्सर दिइहाल्नु पऱ्यो क्या पेसेन्टहरूलाई हामी बचाइदिन्छौँ तर यस्तो हुन्छ है भनेर चाहिँ त्यो फिल्डमा पनि अलिकति एक्टिभली चाहिँ लागेको छौँ क्या आजकल यो बाहेक अर्को कमनली देख्ने भनेको त रोड ट्राफिक एक्सिडेन्टै हो अब एक्सिडेन्टको केसहरू पनि आजकल रोड ट्राफिकको प्रेजेन्स रोडमा अलिकति राम्रो भएर हो कि मापसी चेक अलिकति राम्रो भएर हो कि केसहरू चाहिँ घटेको छ र त्यसलाई एकदमै पोजिटिभ वेमा लिन्छु म त्योभन्दा पनि बढी आजकल चाहिँ बरु फलको हिस्ट्री लिएर आउनुहुन्छ मान्छेहरू रुखबाट छतबाट खस्यो भनेर यो रोड ट्राफिक एक्सिडेन्ट कम भएको देख्दा पनि खुसी लाग्दो रहेछ तपाईँको चाहिँ धेरै एक्सपिरियन्सहरू सुन्न पायौँ हामी धेरै नै लक्की छौँ र हाम्रो यस मिसन ब्रेन च्याप्टर पास आर्ट अफ मेडिसिनबाट चाहिँ फर्दर मेडिकल स्टुडेन्ट्स र एस्पायरिङ डक्टर्सहरूलाई चाहिँ आजको यस सेसन चाहिँ एकदमै बेनिफिसियल एकदमै फ्रुटफुल भयो होला र फर्दर यस्तै सेसनहरू लिएर हामी डिफ्रेन्ट स्पेसियालिटीको डक्टर्सहरूलाई इस्टाब्लिस डक्टर्सहरूलाई लिएर फर्दर सेसन्सहरू गर्दै गर्छौँ हामीलाई लाइक गर्नु होला फलो गर्नु होला र सब्सक्राइब गर्नु होला सर थ्याङ्क यू भेरी मच फर एटेन्डिङ दिस पोडकास्ट अन अ भेरी सर्ट नोटिस अनि प्लस सर्जरी पनि भ्याएर आउनुभयो द्याट मिन्स यु आर डुइङ अ लट अफ थिङ्स इन यर लाइफ अनि त्यसमा मात्रै नि हामीलाई टाइम दिनुभयो सो हाम्रो टिम एकदमै आभारी छौँ हजुरको लागि प्लेजर इज अल माइन है एज अ फर्स्ट गेस्ट नै इन्भाइट गरेकोमा थ्याङ्क यू मेरो मनको कुराहरू राख्न पाएकोमा एउटा प्लेटफर्म दिएकोमा पनि थ्याङ्क यू तिमीहरूलाई मलाई खुसी नै लाग्छ स्टुडेन्टहरू मसँग आएर बोलेको र मबाट केही एक्सट्र्याक्ट गर्नु खोज्यो भने अथवा केही आन्सरहरू खोज्यो भने मलाई पनि खुसी लाग्छ मैले जानेको बुझेको कुराहरू सेयर गर्नलाई But this is not the end. Podcast matra hai na. You guys can still come to my office anytime. Say hi. No, say Darshan. Next time. Thank you, sir. Thank you for Thank you so much.